गुरु नमस्ते अनि स्वागत छ नमस्ते। तपाईलाई कुरा र कथा राजवल्लभसँग। ल हस् हजुर, धन्यवाद। हामी तेस्रो श्रृङ्खलामा छौँ। हजुर, लगभग 2 हप्ता जस्तो भयो हेर्नु भएको थियो च्यानल। हेरेको थिएँ मैले तपाईँको दुईटै एपिसोड। हजुर पहिलो हाम्रो प्रदीप खड्गाजीसँगको हजुर अनि दोस्रो चाहिँ पिताजीसँगको मैले हेरेको थिएँ। हजुर हजुर। कस्तो लाग्यो तपाईँलाई? अब नयाँपन होइन, अब किनभने अब अहिलेको समय नै अब यस्तै छ। युट्युबमा होइन आफ्ना व्यक्तिगत जीवनीहरू केही आफूले भोगेका अनुभवहरू सेयर गर्ने माध्यम हो र यो अब हजुरले सुरु गर्नुभएको चाहिँ एकदमै मलाई राम्रो लागेको छ। किनभने आफ्ना केही कुराहरू अथवा नयाँ मान्छे कोही भेटिँदाखेरि उहाँका व्यक्तिगत अनुभूतिहरू सेयर गर्ने ठाउँ र त्यो सुरक्षित हुने ठाउँ पनि हो नि त होइन। हामीले अब कतिपय कुराहरू व्यक्त गर्न सकिरहेका पनि हुँदैनौँ, भन्ने ठाउँ पनि हुँदैन होइन। ती कुराहरूलाई पनि राख्ने माध्यम हुन्छ। यो हजुरले सुरु गर्नुभएको एकदमै राम्रो लागेको छ। सफलताको शुभकामना दिन चाहन्छु र म पनि यसमा सहभागी हुन पाएँ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र आभारी पनि छु। एकदम धन्यवाद। र यतिखेर दर्शकहरूलाई अथवा युट्युब च्यानलको चाहिँ यो श्रृङ्खला हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई यो पनि म जानकारी गराउन चाहन्छु। यतिखेर हामी चाहिँ अमेरिकाको मेरील्यान्ड राज्यको बाल्टिमोर काउन्टीको यो ग्लेन आर्म भन्ने सानो डिस्ट्रिक्ट एरियामा हाम्रो हिन्दू बुद्ध मन्दिर रहेको छ, जुन सञ्चालनमा आएको पनि केही वर्ष भयो। र त्यसकै मन्दिरमा चाहिँ यहाँ मन्दिरका मुख्य पुजारीको रूपमा पण्डित कृष्णहरि हजुर घिमिरे चाहिँ आउनुभएको छ। विगत कति वर्षदेखि गुरु यतिखेर यहाँ? हजुर, म यहाँनिर 2023 फेब्रुअरीबाट मन्दिरमा कार्यरत छु र 2 वर्ष अलिकति हजुर 3 वर्ष पुग्न लाग्यो। हजुर ए ओके त्यो हजुर। अनि कस्तो लागिरहेछ तपाईँलाई? एकदमै मलाई त अब रमाइलो लागेको छ होइन। अब किनभने नयाँ ठाउँ अमेरिकामा आएर पनि मलाई चाहिँ के छ भने आफूलाई गौरवानुभूति चाहिँ अब आफूले जुन शास्त्र अध्ययन गरियो, जुन मार्गमा हिँडियो, त्यही कामको लागि भनेर त्यसैको लागि तोकिएर आइयो होइन। नयाँ ठाउँमा आइयो, नयाँ ठाउँमा आइए तापनि काम त पुरा आफ्नै हो नि त होइन। आफूले गरिरहेकै काम हो र आफ्नै त्यही मार्गमै हिँड्न पर्ने र आफूले जुन उद्देश्य बोकेर हामीले धर्म संस्कार संस्कृतिहरू विद्यार्थीहरूलाई सिकाउँदै, मैले त अब पढाउने सन्दर्भमा पनि सिकाउँदै आइएको ती कुराहरूलाई चाहिँ यहाँ भक्तजनहरू र हाम्रा यी भावी सन्ततिहरूलाई ती कुराहरू दिन पाउँदाखेरि त मलाई त एकदमै गर्वको अनुभूति भएको छ। र यो अवसर यो हिन्दू बुद्ध मन्दिरले दिएको छ र मन्दिरले मलाई योग्य सम्झेर यो ठाउँसम्म ल्याएर राख्नुभयो, त्यसका लागि मन्दिर परिवारप्रति अत्यन्त आभारी पनि छु। हामी पनि खुसी नै छौँ, किन भन्दाखेरि जुन अभाव मन्दिरको थियो त्यो मन्दिरको चाहिँ भवन र चाहिँ त्यो जग्गा त्यो किसिमको चाहिँ बाहिरको जुन भौगोलिक र भौतिक स्वरूपमा चाहिँ हामीले यो पायौँ होइन। अब त्यसको इनिसियल फेजबाट नै थिएँ एकदम। अनि त्यसपछि जस्तै धर्म आफ्नो ठाउँमा छ, तर शास्त्रले भने अनुसार हामीलाई अहिले पहिचानको र चाहिँ त्यो मार्गको र त्यो सही ज्ञानको पनि त आवश्यक छ नि हो नि। त्यो हिसाबले चाहिँ जुन अभाव थियो त्यसको पूर्ति तपाईँले पनि गरिदिनु भयो। त्यसको पनि हामी पनि आभारी छौँ समुदायको तर्फबाट। अब हामी हाम्रो गुरुको बाल्यकालकोतिर जाउँ होइन। फेरि मलाई पनि कौतूहलता हुन्छ। हाम्रो पोखरामा नजिकै चाहिँ चिसापानी भन्नेमा चाहिँ संस्कृत पाठशाला पनि चिसापानी हजुर गुरुकुल, विन्ध्यवासिनी मन्दिरमा पनि पाठशाला छ होइन। त्यहाँ पढाइ पनि यता अहिले त गुप्तेश्वर हजुर गुप्तेश्वरमा पनि छ हजुर। अनि जस्तै अहिले पछिल्लो पिँढीको चाहिँ थोरै मात्रै मैले अब एउटा चलचित्रको छायाङ्कनको दौरानमा तपाईँकै एरिया नारायणगढतिर पनि गएको थिएँ म होइन। त्यहाँ पनि एउटा त्यस्तै संस्कृत पाठशाला पनि रहेछ। अनि सबै त्यहाँ बटुकहरू भन्छौँ कि के भन्छौँ, विद्यार्थीलाई के भन्छौँ हामी? बटुक नै बटुक भनिन्छ। अनि उहाँहरूले सबै चाहिँ हारी हो गरेर सबै यो। अनि म चाहिँ अलिकति त्यो अङ्ग्रेजीमा फेसिनेसन अथवा मस्मराइज भन्छौँ नि हजुर। अब त्यो उमेरमा म म एकदमै आस्थावान मान्छे भएर पनि मलाई त्यो कुरामा आकर्षण त थियो, तर त्यो मार्गमा चाहिँ विद्यार्थी भएर र यसमै चाहिँ म समर्पित हुन्छु भनेर लागिनँ। तपाईँको चाहिँ कसरी, किन तपाईँ पनि अझ सम्भवतः हामीभन्दा मभन्दा पनि केही उमेरले चाहिँ अलि पछाडिको पुस्ता नै हुनुहुन्छ तपाईँ। हजुर। त्यो हिसाबले तपाईँकोमा चाहिँ त्यो आकर्षण
धर्म अनि त्यो शास्त्र र चाहिँ यसमै तपाईँको जीवनयापनसँग पनि यसरी जोडिएर चाहिँ म हिँड्छु यही मार्गमा भन्ने त्यतातिर जाउँ न गुरु, कसरी आयो? यो एकदमै आफ्नो इतिहास बताउने कुरा हजुरले जोड्नुभयो। एकदम, किनभने यो संस्कृतको क्षेत्रमा आउनका लागि यो कसै न कसैले बाटो त देखाउन पर्ने हुन्छ होइन। जहाँ बाटो देखाइदिनु भयो त्यहाँबाट अगाडि बढ्ने त अब आफ्नो कर्म अनुसारको पनि कुरो भयो, यहाँसम्म आइयो। सर्वप्रथम संस्कृत क्षेत्रमा रुचि चाहिँ मेरो मामा घरको हजुरबुवा ज्योतिषी पण्डित हुनुहुन्थ्यो, हजुर इन्द्रप्रसाद पोखरेल। उहाँ पण्डित हुनुभएको हुनाले उहाँबाट प्रेरणा मिल्यो र व्रतबन्ध संस्कार 8 वर्षमा व्रतबन्ध भयो। व्रतबन्ध संस्कार भइसकेपछि उहाँ पण्डित हुनुभएको हुनाले केही उहाँले वैदिक मन्त्रहरू र आफूसँग कहिलेकाहीँ पूजापाठमा जाँदाखेरि कहिलेकाहीँ आफू मलाई पनि लिएर जाने होइन। त्यतिखेर सानोमा फेरि नैवेद, हजुर हजुर त्यो रमाइलो पनि हुन्थ्यो होइन। हो एकदम, त्यो किनभने पूजामा जाने भनेको चाहिँ जाने बेलामा चाहिँ हो नि, कतिपय हेरिरहेको बच्चाहरूले हामीलाई पनि दिनुभएको छ पण्डितहरूले। हो, अब पूजामा जाने भन्ने बित्तिकै अब बच्चामा त त्यहाँ गएर प्रसाद खान पाइन्छ भन्ने हिसाबले पनि अब त्यसरी हजुरबुवासँग पछि लागेर गइन्थ्यो। अनि जब हजुरबुवाले व्रतबन्ध गरेर 2-4वटा मन्त्रहरू होइन, वेदका मन्त्रहरू, भगवत गीता उहाँले पढाउनु भयो। त्यसपछि मलाई र जस्तो मेरो दाइ हुनुहुन्थ्यो उहाँलाई पनि, मेरो मामा उहाँलाई पनि, र मामा चाहिँ हाम्रो आमाको सानीमाको छोरा हुनुहुन्थ्यो एकजना, उहाँलाई पनि 3-4 जनालाई राखेर पढाउनु भएको थियो। किन व्रतबन्ध हुँदाखेरि हाम्रो 5 जनाको व्रतबन्ध भएको थियो अनि सबैलाई नै उहाँले पढाउनु भएको थियो। अब अहिले यो क्षेत्रमा चाहिँ म मात्रै आइपुगेँ होइन, अरू कोही पनि आइपुग्नु भएको छैन। अनि त्यसपछि जब त्यो पढ्न लाग्यो अनि उहाँले पढाउँदाखेरि भनेका कुराहरूलाई मैले चाँडै टिपेँ, त्यो मन्त्र पनि चाँडै याद भयो। लगभग 8 वर्षमा व्रतबन्ध भयो। 9-10 वर्षमा चाहिँ तपाईँ पूर्ण रूपले आकर्षित र कौतूहल, हजुर तपाईँको कौतूहलताले पनि आकाश छोयो होइन। हजुर 8-9 वर्षको, हजुर 9 वर्षमा चाहिँ 2 भाइ, मभन्दा माथिल्लो दाइ, हजुर। तर दाइमा चाहिँ त्यो उत्सुकता, त्यो इच्छा आकांक्षा आएन, उहाँले रुचि नै देखाउनु भएन। अनि लगभग म 11 पुरा भएर 12 लाग्ने अवस्थामा चाहिँ अनि एकजना हाम्रो बुवाले काठमाडौँ हुँदाखेरि टिका लाउने भनौँ न होइन, आफ्नै दिदी त होइन तर दिजुसँग भेट हुँदाखेरि चाहिँ उहाँको सम्पर्क देवघाटमा थियो होइन। उहाँ देवघाटको गुरुजीको शिष्य हुनुहुन्थ्यो अनि देवघाट आउने जाने गर्नुहुन्थ्यो र वर्षमा एकपटक उहाँ देवघाट आउने जाने गर्नुहुँदो रहेछ। र उहाँले के कुरो गर्नुभयो भने अब उसले यदि संस्कृत पढ्छन् भने देवघाटमा आश्रममा मेरो चिन्जान छ, म उहाँ लगेर राखिदिन्छु भनेर भन्नु। त्यो भनेपछि मैले पनि नाइनास्ती अब गरेँ होला, तर जाने इच्छा त थियो होइन। तर सानोमा अब 11 वर्षमा म त्यहाँ देवघाटको 8-9 वर्ष भने चाहिँ त धेरै सानो, घर छोड्न पनि त्यो अँध्यारोसँग डराउने उमेर हो नि त। एकदम हो नि, एकदम। अहिले मलाई सम्झिँदाखेरि आफैलाई म कसरी त्यो बाटोमा आएँ। अब हुन त विद्यार्थी, अब अहिलेको जुन मैले अहिलेको सन्दर्भसँग जोड्दाखेरि अहिले जहाँ मैले पढेँ, जहाँ संस्कृतको कख सिकेँ, त्यो गुरुकुल अहिले विद्यापीठमा परिणत भएको छ। त्यही गुरुकुलमा मैले यहाँ आउनुभन्दा अगाडि 10-11 वर्ष मैले पढाएँ होइन। पढाउने सन्दर्भमा त त्यहाँ पनि हामीले विद्यार्थी भनेको त सानै नै ल्याउने हो होइन। हामीले 6 कक्षामा भर्ना गर्छौँ, 5 कक्षा घरमा उता स्कुल पढेर आइसकेपछि 5 कक्षा पास गरेको बटुक विद्यार्थीलाई चाहिँ हामीले 6 कक्षामा लिन्छौँ। भनेपछि 6 कक्षामा लिने उमेर भनेको पनि हामीले 10 देखि 13 वर्ष राखेका छौँ। भनेपछि बोर्डिङ स्कुलमा पनि 4-5 वर्षमै हजुर होस्टेलर भएर जान्छ। भनेपछि 11 वर्षमा म त्यहाँ आएँ। तर घर छोड्ने कुरामा चाहिँ अब सुरुमा चाहिँ के भने बाहिर जाने भन्ने बित्तिकै धेरै ठाउँमा त गइएको हुँदैन थियो नि त। अब जाने, अब हामीले चाहिँ देवघाटमा गएर पढ्ने भनिसकेपछि मलाई पनि एकचोटि जाउँ भन्ने अब इच्छा त भयो। र जब देवघाट आइयो
आइसकेपछि दिउँसोको समय थियो, बिहान खाना पहिलो दिन याद छ? पहिलो दिन याद मलाई पुरा याद छ। अहिले मलाई पुरा स्मृति चाहिँ पुरै यो चलचित्र जस्तै नै भित्र छ कि। फेरि यो हाम्रो विचारको मार्ग सोचको चाहिँ हुन त अरू बेलामा चाहिँ कहाँ हराएर जान्छन् ती कुराहरू, हजुर, तर प्रसङ्गले कोट्याउने बेलामा चाहिँ यसरी क्लियर भएर आइदिन्छ। हो, एकदम एकदम। लागेको कपडा पनि याद हुन्छ, याद भयो? कपडा याद छ? कपडा नै त याद छैन, तर अरू सबै कुराहरू, त्यहाँको गतिविधिहरू, भन्नुभएका कुराहरू, गुरुजीले प्रत्यक्ष गुरुसँग भेट भएको अवस्थामा चाहिँ उहाँले भन्नुभएको कुराहरू एकदमै याद छ कि। अनि जब देवघाट आयो दिउँसो 9-10 बजेको समय थियो, भर्खर त्यहाँ खाना खाने बिहानको समयमा खाना खाने बेला भएको थियो। अनि गुरुजीको कोठाभन्दा बाहिरपट्टि दिजुले लिएर जानुभयो, सँगै बुवा पनि जानुभएको थियो। अनि त्यहाँ गएपछि उहाँले मेरो यो भाइ भदा हो, संस्कृत पढ्ने इच्छा पनि छ, उसलाई यहाँ गुरुकुलमा राख्नु पर्यो भनेर भन्नुभयो। सँगै एकजना पोखराकै, हजुरले नाम पनि चिन्नुहुन्छ होला, भोजराज भण्डारी, भण्डारढिकको हुनुहुन्छ, उहाँ चाहिँ आश्रमको व्यवस्थापकको रूपमा हुनुहुन्थ्यो, व्यवस्थापन हेर्ने हुनुहुन्थ्यो। गुरुजी पनि पोखराकै हुनुहुन्थ्यो नि त होइन। अनि भन्नुभयो, अनि के पढेका छौ त भनेर भन्नुभयो गुरुले। अनि मैले 5 कक्षा पढ्दै थिएँ, हजुर, स्कुलमा 5 कक्षा पढ्दै थिएँ। अनि के पढेका छौ भन्नुभयो। मैले त वेदको एउटा मन्त्र होइन, मैले सुनेको मन्त्र उहाँले भन्नुभएको अलिकति याद छु। हरिः ओम इखेतुर्जेत्वा वायवस्तदेवो वः सविता प्रार्पयतु श्रेष्ठतमाय कर्मण आप्यायध्यमज्ञा इन्द्राय भागं प्रजावतीरनमीवा अयक्ष्मामावस्ते न ईशतमा घसगु सुध्रुवा अस्मिन् गोपतौ स्यात् बहुर्यजमानस्य पशुन् पाहि। अब अहिले त मैले शुद्ध भने होइन, तर पुरै लामो नै भन्नुभयो, पुरै भन्नुभयो कि त्यतिखेर भन्न त भने कहीँ गलत केही ठाउँमा भयो होला, तर गुरुले केही भन्नु भएन। तर मैले अर्थ त त्यतिखेर त त्यो भएन नि त होइन। अब अहिले भनिहाल्नु भयो, हाम्रो दर्शकहरूलाई यसको अर्थ पनि चाहिँ अब यो चाहिँ वैदिक मन्त्रको चाहिँ अब हुन त व्यापक वेद, अब यो चाहिँ शुक्ल यजुर्वेदसँग सम्बन्धित रहेको छ। शुक्ल यजुर्वेदको पहिलो अध्याय यो शुक्ल यजुर्वेद। ओके, यजुर्वेद ऋग, साम, अथर्व र यजुर। यजुर्वेदमा चाहिँ यसको अर्थ सँगसँगै अब यसको यस्तो छ, हुन त अर्थ व्यापक छ होइन। अब वेद भन्नाले अब 4वटा वेद मूल वेद भए, अब उपवेदहरू त धेरै छन्। त्यसमा चाहिँ वैदिक शास्त्रमा चाहिँ वेदका मन्त्रहरूलाई चाहिँ 3वटा खण्डमा विभाजन गरिएको छ। ज्ञानकाण्ड, उपासनाकाण्ड र कर्मकाण्ड भनेर 3वटा क्याटेगोरीमा मन्त्रहरूलाई छुट्याइएको छ। 3 खण्डमा चाहिँ अब ज्ञानकाण्ड ज्ञानसँग सम्बन्धित, त्यसको चाहिँ पाटो छुट्टै भयो। उपासना गर्ने, उपासना पद्धतिहरूलाई लिएर उपासना खण्ड र धेरै मन्त्रहरू चाहिँ कर्मकाण्ड। लगभग शास्त्रीय रूपमा चाहिँ अब 1 लाख वैदिक मन्त्रहरू होइन, 1 लाख वैदिक मन्त्रहरू। त्यसमा चाहिँ 80,000 कर्मकाण्ड, 16,000 उपासनाकाण्ड र 4,000 ज्ञानकाण्ड। यसरी चाहिँ वेदका मन्त्र। अघिको त्यो मन्त्रले चाहिँ केलाई छोड्यो, कुन काण्डलाई छोड्यो? कर्मकाण्डलाई। अब यो सबै कर्मकाण्डसँग सम्बन्धित भए। जस्तो हामीले भगवानको उपासना गर्ने, भगवानको पूजा गर्ने सन्दर्भमा चाहिँ भगवानको स्तुति गान गर्ने नै यी मन्त्रहरू हुन्, जो सबै भगवानलाई स्तुतिको लागि नै हामीले उहाँ भगवानलाई चाहिँ प्रसन्न गर्नका लागि हामीले भन्छौँ। जुन हजुरले आफूले जान्नुहुन्छ भने आफैले पढेर भगवानको स्तुति गर्दा पनि भयो होइन। अब हामीले पढ्दाखेरि स्पष्ट हुँदैन, स्पष्ट गर्न सकिँदैन भने हामीले गुरुजीहरूलाई ल्याएर पढाएर त्यो मन्त्र वाचन गर्ने हो नि त। भनेपछि शुद्धताको लागि हो, त्यो चाहिँ अब देववाणी हो नि त। देववाणी जस्तै गणितमा चाहिँ जति शुद्ध चाहिँ हिसाब किताब भयो त्यसरी नै परिणाम शुद्ध भयो जस्तै त्यो भावार्थ अथवा चाहिँ त्यो उच्चारणको पद्धतिमा पनि त्यो शुद्धताले लिएर आउने परिणामहरू पनि अहिले गुरुले भन्नुभयो होइन। अब ठिक छ, त्यो कति वर्ष पढ्नुभयो त्यहाँ तपाईँ जसरी चाहिँ जानुभयो? अनि त्यसको चाहिँ हामी बिहानदेखि बेलुकासम्मको 8-10 वर्षको चाहिँ उमेरको एकचोटि किन भन्दाखेरि सबैलाई कौतूहलता पनि होला, आर्मीमा कस्तो हुन्छ, अथवा चाहिँ संस्कृत विद्यालयमा कस्तो जीवनशैली हुँदो रहेछ,
पण्डित चाहिँ मार्गमा चाहिँ त्यो पथमा हिँड्दाखेरि चाहिँ के रहेछ त्यहाँ पढाइने र चाहिँ तपाईँलाई के मन पर्यो के मन परेन यसो अतीतको त्यो चाहिँ मेरो दुईटा पार्ट हो। जस्तो एउटा त देवघाटसँग सम्बन्धित होइन, मैले जीवनमा भोगेको चाहिँ एउटा देवघाटसँग सम्बन्धित जहाँ रहेर मैले गुरुकुलीय शिक्षा प्रारम्भिक रूपमा ग्रहण गरेँ। त्यसपछिको पाटो भनेको दोस्रो चाहिँ मेरो इन्डियामा भारतमा सुरु हुन्छ। अब देवघाटमा चाहिँ जीवनचर्या कस्तो थियो, कति बजे उठ्नु? बिहान गुरुजीले 4 बजे उठाउनुहुन्थ्यो होइन। त्यतिखेर चाहिँ गुरुकुलीय शिक्षा थियो कि, जस्तो अहिले कक्षागत छ। खाना पनि सात्विक नै हुन्छ? हजुर, पुरै सात्विक। गुरुकुलीय शिक्षा भन्नाले चाहिँ कुनै कक्षागत थिएन, तर एउटै कोठा गुरुजीहरू पालै पालो आएर 1-1.5 घन्टा 1 घन्टा 1.5 घन्टा हजुरले आएर पढाउनु भयो, वेद पढाउनु भयो। त्यसपछि अर्को गुरुजीले आएर अमरकोश पढाउनुहुन्छ, अर्को गुरुजीले आएर व्याकरण पढाउनुहुन्छ, त्यसरी चाहिँ अर्को गुरुजीले आएर कर्मकाण्ड पढाउनुहुन्छ। यसरी चाहिँ गुरुजीहरूले पालै पालो दिनमा 1-1 घन्टा आएर पढाउनुहुन्थ्यो। तर कोठा एउटै थियो होइन, 2टा कोठा थियो। वेद पढ्नको लागि हामी अलग्गै अर्को कोठामा जान्थ्यौँ, 2टा कोठामा पालै पालो त्यसरी पढिन्थ्यो। बिहान 4 बजे गुरुजीले उठाउनुहुन्थ्यो। अब त्यही त हो नि बच्चा है, अब उठ्न त कहाँ मन लाग्छ। फेरि त्यहाँमाथि अब चिसोमा देवघाटमा अब 2तिर कालीगण्ड त्रिशुली होइन, चिसो स्याँट चले आउँथ्यो। 2-3 पटक उठाउनु पर्थ्यो उहाँले पनि होइन। अनि उठाइसकेपछि प्रातः स्नान इत्यादि भइसकेपछि नित्य जप एकै ठाउँमा बसेर जप गर्नु पर्थ्यो विद्यार्थीहरूले। एउटा हल थियो, त्यहाँ बसेर सबैले जप गर्ने। जप गरिसकेपछि अब पूजा गर्ने चाहिँ अहिले त ठुलो मन्दिर बन्यो, त्यतिखेर चाहिँ सानो ज्योतिर्लिङ्गेश्वर महादेव हुनुहुन्थ्यो, गलेश्वर बाबाले स्थापना गर्नुभएको। अनि त्यहाँनिर पालो पर्थ्यो कि महिनामा 3 जना 4 जनाले गएर पूजा गर्ने भनेपछि पालो पर्नेहरूले चाहिँ गएर अब 1-1.5 घन्टा आरतीभन्दा पहिला त गएर भगवान्लाई उठाउनु पर्यो, पूजा गर्नु पर्यो, नित्य सबै कुरा पूजा गरिसकेपछि बल्ल आरतीको समय हुन्थ्यो, जसमा सबैजना गइन्थ्यो। अनि जसको पालो छ ऊ पूजा गर्न मन्दिरमा जाने। अरूले चाहिँ बिहान अब कक्षामा बुझाउनु पर्यो नि त, वेदको मन्त्र त घोकेरै बुझाउनु पर्यो। त्यो घोकेर बुझाउनु पर्ने मन्त्रलाई चाहिँ बिहान मन्त्र त सबै घोक्न पर्थ्यो नि त, घोकेरै बुझाउनु पर्ने हो नि त। जस्तै केही चिज अब हुन त त्यो मान्छेको आफ्नै क्षमतामा पनि भर पर्छ होला। तपाईँले आफूलाई सम्झिँदाखेरि जस्तै अब सबैजना त एउटै त्यो दक्षताको हिसाबमा चाहिँ बुझ्ने र स्मरण शक्ति पनि हुँदैन नि, तपाईँलाई कस्तो लाग्थ्यो त्यो? कसैलाई चाहिँ अब घोक्न त घोक्नै पर्थ्यो होइन। घोकेर गुरुजीले चाहिँ कस्तो हुन्थ्यो भने बुझाउन पर्थ्यो, नबुझाएसम्म चाहिँ उहाँले पाठ अगाडि बढाइदिनुहुन्न थियो। जस्तो रुद्राभिषेक रुद्री पढ्नु पर्यो भने 1 अध्यायबाट सुरु भयो, 1 अध्यायबाट अब हाम्रो चाहिँ उता शान्ति पाठसम्म जाँदाखेरि चाहिँ दिनमा 4वटा 5वटा मन्त्र। अब हजुरको स्मरण शक्ति अलि धेरै छ भने हजुरलाई अलि धेरै नै पढाइदिनु हुन्थ्यो, किन गुरुमुख हुन पर्थ्यो नि त। हाम्रो यो शास्त्रीय मान्यता के छ भने गुरुमुख हुन पर्यो। हातमा चाहिँ त्यो ग्रन्थ त हुन्थ्यो, तर गुरुले जहाँसम्म पढाउनु भयो त्यहाँसम्म पढ्न पर्यो। तर त्योभन्दा अगाडि चाहिँ गुरु नहुने बेला पढ्न पाइयो, स्मरण गर्न पाइयो। तर के भन्नुहुन्थ्यो भने गुरुमुख नभइकन अगाडि बढ्न हुँदैन। पहिला चाहिँ गुरुकै पछ्याउनु पर्छ। हजुर, सुरुमा गुरुले उच्चारण गरिदिनु पर्छ होइन। गुरुले एकचोटि हजुर हो नि, हाम्रो चाहिँ वैदिक मान्यता अनुसार चाहिँ वेद पढ्दाखेरि वेद गुरुमुखबाटै लिनुपर्छ होइन। वेदको मन्त्र चाहिँ गुरुमुखबाट लिएपछि बल्ल आफूले पढ्ने हो। तपाईँले त्यहाँ वेद पढ्नुभयो, अब अरू शास्त्रहरू उपनिषदहरू धेरै त्यहाँनिर चाहिँ मैले प्रारम्भिक वेद केही 1-2 अध्याय मात्रै पढेँ, अरू त मैले इन्डिया गएरै पढेँ। त्यसपछि वेद रुद्री अनि चण्डी र केही अब हाम्रो नित्य कर्मसँग सम्बन्धित कुराहरू चाहिँ त्यहाँबाट प्रारम्भिक पढिसकेपछि चाहिँ अब मान्यता हाम्रो त्यहाँ परिपाटी के थियो भने चाहिँ त्यहाँबाट 1-2 वर्ष बसेपछि कोही न कोही कसै न कसैको साथ लागेर अथवा गुरुहरूले नै लगेर इन्डियामा लगेर, किन परीक्षामुखी हुनु पर्यो नि त, परीक्षा दिन पर्यो। अब पछि त चाहियो सर्टिफिकेट चाहियो होइन। त्यसको लागि अब नेपालमा पनि थियो होइन, हुन त वाल्मिकीमा दाङमा थियो, तर देवघाटबाट चाहिँ हाम्रो त्यो गलेश्वर आश्रमबाट चाहिँ इन्डिया नै जानु पर्यो। कसरी जानुभयो त इन्डिया? कसले पुर्यायो? एक्लै गइयो। आफै त्यो मेरै कारणले जुरेन। कारण के भयो भने गुरुजीले कसैलाई भनेर
उहाँले पठाउने माध्यम बनाएर 7-8 जनाको समूहलाई लैजाने भन्ने मितिमा चाहिँ त्यो समयमा म छुटेँ हैन। छुटेँ त्यतिखेर म केही म 2000 मा गएको उता भनेपछि गलेश्वरमा 2000 मा जानु भयो हैन। म इन्डिया सन् 2000 मा म इन्डिया गएँ भनेपछि म 86 14 वर्ष हजुर 14 वर्षको थिएँ। तर गलेश्वर पाठशालामा चाहिँ संस्कृतमै बोल्न पर्थ्यो हैन? त्यहाँनेर अध्ययनको बेलामा मात्रै संस्कृतमा बोल्ने चाहिँ अब त्यसमा पारङ्गत भएपछि अब शब्द त पुरै संस्कृतै हुन् हैन, पढ्ने सबै संस्कृतै भए त्यसमा अर्थ पढ्न पर्ने कुरा चाहिँ गुरुजीले अर्थमा त्यो लाउने हुनुभयो। नभए गुरुजीसँग चाहिँ संवादको बेलामा होस् अथवा साथीभाइहरूसँग अरू बटुकहरूसँग बोल्दाखेरि संस्कृतमा त त्यतिखेर मिक्स हुन्थ्यो हैन, मिक्स हुन्थ्यो। त्यसमा जस्तो साना आगा विद्यार्थीहरूसँग अब अहिलेको सन्दर्भमा हेर्दाखेरि साना आगालाई धेरै कुरा ज्ञान हुँदैन, ठुलाठुलाले त संस्कृतमै वार्तालाप गर्छ। मैले यो जोड्न खोजेको किन भन्दाखेरि जब तपाईँ चाहिँ त्यो सानो जिल्लाबाट हजुर हैन जब इन्डियाको मार्गमा चाहिँ अथवा त्यो ठुलो एउटा ठाउँमा पुग्नु भयो, त्यहाँ प्रतिस्पर्धा त पक्कै पनि छ होला एकदम। त्यहाँ तपाईँ कहाँबाट आउनुभयो, तपाईँको दक्षता अथवा तपाईँले ग्रन्थ सम्बन्धी शास्त्र सम्बन्धी पढेका कुराहरूको चाहिँ केही न केही हिसाब किताब त हुन्थ्यो होला नि, त्यो हिसाबले त्यतातिर जाउँ। हजुर त्यता 2000 मा चाहिँ 2000 मा लागेँ र एकजना त्यतिखेर एकदमै त्यो चाहिँ सम्झिँदाखेरि अहिले पनि मलाई त्यो गएको यात्राको कुरोले चाहिँ आङसिरिङ्ग बनाउँछ कि हैन। एक्लै अब साथीहरू गइसकेपछि म छुटेपछि त एक्लै जाने आँट आएन नि त हैन। अनि लैजाने मान्छे नि कोही भएनन्। त्यतिखेर त अहिले जस्तो ल गइहालौँ भनेर जान सक्ने अवस्था पनि थिएन। एउटा मान्छे गइरहेको हैन अथवा कोही गुरुहरू जानुभएको उहाँहरूको साथ लागेर त्यहाँ आश्रममा पुर्याएर छोडिदिनु पर्यो। त्यहाँ पनि फेरि कोही नेपाली साथीहरू भएको आश्रममा जान पर्यो नि त हैन। आफू एक्लै त अब हिन्दी बोल्न जानिँदैन, केही हुँदैन। अनि त्यतिखेर चाहिँ म छुटेँ। त्यसपछि देवघाटै बसिरहेँ। त्यसको साथीहरू गएको 5-6 महिनापछि चाहिँ एकजना मसँगै हामी देवघाटमै पढ्यो स्याङ्जाको साथी, अहिले त कपिलवस्तु हुनुहुन्छ, फणी नारायण पौडेल हैन, स्याङ्जाको हुनुहुन्थ्यो। अनि उनी र म चाहिँ देवघाटमा भेट भयो। अब हामी जाउँ इन्डिया उसो भए। उनी एकचोटि गोरखपुरसम्म पुगेर आएर छन् कि उनको आफन्त गोरखपुरमा हुनुहुँदो रहेछ। 1-2 वर्ष जेठा सँगसँगै हो। ल सँगसँगै जेठो भने 2-4 महिना होला नि जेठो भए हैन, तर सँगसँगै हो, त्यस्तो धेरै होइन। हिसाबले एकचोटि गएर फर्केका हजुर गोरखपुरमा आफन्तको घरमा गएर आएर जाउँ भनेर भनेपछि अनि मैले कुराकानी साथीहरू आइरहन्थेँ नि त हरिद्वारबाट देवघाट आउने सन्दर्भमा ठुला दाइहरू हरिद्वार गएँ म। हरिद्वारबाट आउने दाइहरूले चाहिँ भन्नुहुन्थ्यो, कोही सुनौलीको बोर्डरबाट, कोही उता महेन्द्रनगरको बनवासा बोर्डरबाट हामी गइन्छ, त्यहाँबाट बस चढेपछि सिधै हरिद्वार पुगिन्छ भन्ने चाहिँ सुनेको थियो कि। सुनेको भरमा चाहिँ अब अलिअलि अब धेरै अब हिन्दी अब धेरै धारा प्रवाह नबोले पनि बुझिन्थ्यो, टटेङमेटेङ अलिअलि बोलिन्थ्यो नि त हैन, किन त्यो सुनिन्थ्यो। त्यो सांस्कृतिक प्रभाव पनि त थियो नि त। सांस्कृतिक प्रभाव पनि अलिअलि चलचित्रको पनि हैन, केही 1-2टा त्यो चलचित्रको प्रभाव पनि होला। त्यो हिन्दी चाहिँ खासै हिन्दीले फरक नपर्ला, ल जाने भए जाउँ भनेर चाहिँ नारायणघाटबाट बस चढेर महेन्द्रनगरको बाटो लाग्यो। महेन्द्रनगर हजुर महेन्द्रनगर त्यहाँनिर बस पार्कमा ओर्लेर त्यसपछि जब पारी बनवासा बोर्डरसम्म जानको लागि टाङ्गा। त्यतिखेरको जीवनको सबभन्दा लामो यात्रा त्यही होला। लामो यात्रा त्यही लामो भइसक्यो पुग्दै लामो भइसक्यो हैन। त्यो लामो भइसक्यो। त्यहाँ पुगेपछि टाङ्गावालाले दिएको दुःख फेरि हेर्नु है, यति दुःख दिने हो। त्यहाँबाट पैसा एउटा मोलमलाई भएर पारीसम्मको गर्छ कुरा काटे। त्यतिखेरको तपाईँको स्वरूप के त्यो टुपीसुपी राखेर विद्यार्थी देखिनु हुन्थ्यो कि एउटा सामान्य यसरी नै हिँड्नु भएको थियो? किन भन्दाखेरि तपाईँ ठ्याक्क त्यो सङ्घारमा हुनुहुन्थ्यो। टुपी चाहिँ थियो तर ड्रेस चाहिँ टी सर्ट प्यान्ट नै लाथ्यो, टी सर्ट प्यान्टै लाथ्यौँ हामीले। अनि टुपी चाहिँ आवरण र कसरी देखिन्छौँ त्यसले पनि चाहिँ के गतिविधि हुन्छ भन्ने प्रभाव पार्छ नि त। तर टी सर्ट र प्यान्टै थियो, तर टुपी चाहिँ ठुलै थियो। अब काटेको कपाल हैन, टोपी ढाका टोपी त लाइएन र क्याप पनि लाइएन। हामीले चाहिँ टेलिभिजनमा चाणक्य देख्ने टाइपको। हजुर त्यस्तै खालको। अनि टाङ्गावालाले बिचमा गएर फेरि हाम्रो महाकालीको पुल लिएर लगेपछि फेरि पैसा उठाउन थाल्यो। पहिला त पैसा लिइसकेको थियो, त्यहाँ गएर फेरि टोटलमा उसले 400-500 रुपियाँ हुने गरी 10-12 जना थियौँ।
सबैसँग उठायो एकदम उसले अब कराएर बोल्न थाल्यो अब बोल्ने कुरो केही भएन होइन डर पनि लाग्यो अनि फेरि 10-20 रुपियाँ कति मागेको थियो फेरि मसँग पनि अनुभव छ कि यता दिल्ली चाणक्यपुरी जाँदाखेरि त्यही भएर पनि मैले चाहिँ त्यो उमेर पनि लगभग म एसएलसी पछि नै मेरो एउटा प्रसङ्ग छ हजुर अनि त्यसपछि पारी गएपछि बस चढेर त्यतिखेर चाहिँ अब त्यो रोडवेज बस हुन्थ्यो नि त होइन बस चढ्यो सिधै अब हरिद्वार पुग्यो तर बिचमा त्यो बाटो जाम भएर हो कि के भएर हो हामी पुग्न पर्ने चाँडै नै थियो अनि एड्रेस चाहिँ जहाँ जान पर्ने हो जहाँ हाम्रा साथीभाइहरू पहिल्यै गएका चाहिँ बसेका थिए कनखल भन्ने ठाउँमा त्यो आश्रमको नाम अनि ठाउँ एड्रेस चाहिँ टिपेर लगेका थिएँ कि बस पार्क पुगिसकेपछि त्यो आश्रम जान पर्यो अनि 10 बजेतिर गाडीले झार्यो 10 बजे हामी 2 जना मात्रै छौँ हेर्नु अब खाएको अब केही छैन होइन अब त्यस्तो पनि भएन कहाँ खाने के गर्ने 10 बजे पुग्यो आश्रम पुगिन्छ भनेर फोन सम्पर्क पनि थिएन नि त होइन त्यतिखेर त कसलाई फोन गर्ने आश्रम भर्ना नगरिकन जानु भा त्यतिकै नगरिकन किन आउनु भनेर भने फोनमा चाहिँ फोनमा साथीहरूसँग फोनमा चाहिँ कुरो भएको थियो नेपालबाटै होइन कुरो भएको थियो आउँदा हुन्छ भन्ने भयो आश्रमको एड्रेस चाहिँ भयो एड्रेस भइसकेपछि एक्लै जानुभयो 2 जना हामी गयो त्यो संवाद चाहिँ भइसकेको थियो एकचोटि अथवा छुटेको भन्ने चाहिँ थाहा थियो त्यो अकस्मात एकदमै प्रकट भएर चाहिँ म आएँ पढ्न होइन अवस्था चाहिँ होइन यस्तो हो त्यो चाहिँ आउँदैछन् भन्ने नि उनीहरू गएको त 5-6 महिना भइसकेको थियो अलरेडी 5-6 महिना भइसकेको थियो 10-15 दिनमै म गएको होइन 5-6 महिना भइसकेको थियो 5-6 महिना पछाडिको कुरो हो यो तपाईँकै ब्याचकै साथीहरू तर अहिले ती ब्याचका साथीहरू चाहिँ परीक्षा दिने क्रममा चाहिँ उनीहरू सधैँ एक ब्याच माथि हुन्थे म तल हुन्थेँ कि त्यो सँगैका थिए होइन सधैँ एक ब्याच उनीहरू माथि हुन्थे म तल हुन्थेँ अनि 1 वर्ष उनीहरू माथि नै थिए उहाँ अब 10 बजे जाने भनेपछि त्यहाँबाट रिक्सामा चढेर हामी गयौँ जाँदाखेरि त आश्रमको गेट बन्द भइसकेको रहेछ 10-10:30 भएको थियो होला राति नै ओर्लिएको त्यहाँबाट 15-20 मिनट लाग्यो रिक्सामा रिक्सावालाले त्यहाँ लग्यो साधना सदना आश्रम भन्ने त्यहाँ गएपछि गेट बन्द छ अब छैन कहाँ बोलाउनु अब फोन छैन 2 जना मात्रै छौँ अनि अब फेरि रिक्सावालालाई कुरो गरेर हामीलाई त अब अन्त बस्ने ठाउँ पनि छैन फेरि अब कहाँ बस्ने अन्धकार छ अब ठ्याक्कै त थाहा भएन तर हामीले 5 त्यस्तो थिएन त्यस्तो कहाँ त्यसरी आँटै आएन नि हामीले त के सोच्यो भने हामीले चाहिँ रिक्सावालालाई भनेर बस पार्क नै पुर्याइदिनु भनेर भन्यो कि होइन बस पार्क नै पुर्याइदिनु भन्यो उसले रिटर्न बस पार्कै ल्यायो अन्त जाने ठाउँ भएन नि त कहीँ पनि बस पार्कमै ऊ साथीले चाहिँ के भन्यो बस पार्कमै जाउँ उतातिरको बसमा बत्ती मान्छे हुन्छ डर पनि कम लाग्ने होला त्यो उमेरमा त्यसरी पनि सोच्यो हो त्यसरी त सोचेन तर अन्त बस्ने ठाउँ नभएपछि अवचेतन मनमा चाहिँ कहिले कहिले त्यो अँध्यारोमा भन्दा बत्तीतिर जाम भन्ने पनि हुन्छ नि त त्यो पनि हो तर अर्को चाहिँ के भयो भने भोक पनि धेरै लागिरहेको थियो होइन अनि त्यहाँ गएपछि केही अब खाना खाइन्छ भनेर बस पार्कमै अब त्यहाँ बन्द भइसकेपछि त रातभरि कुर्ने कुरो भएन बिहान 4 बजे गेट खुल्ने भनेर लेखेको थियो बाहिर ढोकामा अनि त्यो आश्रम फेरि ठुलो थियो कि साधना सदना आश्रम भनेको चाहिँ लगभग त्यो दुईपट्टि बाटो उनीहरूकै प्राइभेट बाटो दुईपट्टि नै लगभग तपाईँलाई 400-500 कोठा भएकै आश्रम भनेपछि त ठुलै 2500 नै विद्यार्थीहरू भएको ठाउँ विद्यार्थी धेरै हरिद्वारको चाहिँ कस्तो हुन्छ भने हरिद्वारको चाहिँ हरिद्वार ऋषिकेश बनारस भनेको चाहिँ उहाँको सिस्टम कस्तो छ भने हाम्रो नेपालको चाहिँ सरकारी विद्यालय सरकारी कलेज सरकारी भए न त अरू चाहिँ आश्रम र विद्यालय एउटै होइन एउटै संस्थाले चलाउने उहाँ चाहिँ के छ भने विद्यालय संस्कृत विद्यालय पनि गभर्मेन्टले केही न केही अब चलाउने अथवा दरबन्दी भए पनि दिने भनेपछि त्यो आश्रमलाई राहत भयो होइन विद्यालय त्यो भयो आश्रम चाहिँ 90% आश्रम चाहिँ विद्यार्थी मात्रै राख्ने तर विद्यालय नचलाउने भनेपछि हामी पढ्नको लागि विद्यालयमा जान पर्यो आश्रममा राख्ने चाहिँ आफ्नो क्षमता अनुसार कसैले 50 जना कसैले 30 जना कसैले 20 जना धेरै चाहिँ विद्यालयपट्टि हुन्थ्यो कि विद्यालयको छात्रावासमै बस्नेहरूलाई चाहिँ त्यहाँनिर चाहिँ 500-1000 जना हुने चाहिँ विद्यालय हाम्रो त्यहाँनिर चाहिँ लगभग 50 जना जति थियौँ हुनुहुँदो रहेछ त्यो आश्रममा 50 जना जति विद्यार्थी तपाईँको आश्रममा 50 जना तर समग्र हेर्दाखेरि चाहिँ 500-1000 को चाहिँ कोटामा चाहिँ समग्र त धेरै नि मतलब 1000 भन्दा बढी त आश्रमै त्यतिखेर 1000 भन्दा बढी आश्रम एउटा आश्रममा चाहिँ 25-50 जना विद्यार्थी हैन अब त्यतिखेर नेपाली अहिले भन्नाले जस्तो म 2021 मा लास्ट
2021 मा गएको थिएँ कुम्भ मेलामा गुरुजीसँग जाँदाखेरि चाहिँ नेपाली विद्यार्थीहरूको क्रम भनेको लगभग 0 बराबर छ अहिले छैन अहिले सबै नेपालमै पढ्छन् तपाईको पहिलो दिनको चाहिँ कस्तो रह्यो त्यहाँ चाहिँ अब कतिजना को कहाँबाट आउनु भएको थाहा पाउनु भयो अथवा चाहिँ त्यो भर्नाको प्रक्रिया के रहेछ अब अनि त्यही त बिहान जब हामी बिहान 4 बजे गेट खुलेपछि त्यहाँ पुगेपछि अब त्यहाँ साथीभाइसँग भेट भयो हैन अग्रज दाइहरू हुनुहुन्थ्यो जो पहिल्यैदेखि बसिरहनु भयो धेरै चाहिँ सुदूरपश्चिमकै हुनुहुन्थ्यो महेन्द्रनगर धनगढी आसपासकै हुनुहुन्थ्यो हैन उहाँहरूसँग सबैसँग चिन्जान भयो भेटघाट भयो सबैले माया गर्नुभयो हैन अनि त्यसपछि स्वामीजी हुनुहुन्थ्यो स्वामी गणेशानन्द पुरी अहिले बित्नुभयो अनि उहाँसँग भेटाउन लैजानुभयो कि नेपालबाट आउनुभयो भने चाहिँ उहाँ त्यो आश्रममा चाहिँ सुरुमा त्यो मैले छोरे जोड्न खोजेँ जहाँ हाम्रो स्वामी आत्मानन्द गिरी गलेश्वर आश्रमको पीठाधीश उहाँ पनि विद्यार्थी अवस्थामा ब्रह्मचर्य अवस्थामा चाहिँ त्यहाँ बस्नु भएको छ हैन अनि त्यही भएर उहाँलाई नेपाली विद्यार्थी प्रति चाहिँ एकदमै रुचि हुने कि भनेको नेपाली विद्यार्थीलाई चाहिँ माया गर्ने हैन आफ्नै हुन् भने जस्तो गर्ने अनि हुन त अरू पनि हाम्रै आश्रमबाट गएका 2-4 जना थिए अनि उहाँले सोध्नुभयो अनि कहाँबाट आयो कहाँ से आए भन्नुभयो अनि मैले देवघाट नेपाल देवघाट से स्वामी उहाँ मलाई पहिले भन्नु भनेको थिएँ हैन आत्म चैतन्य उहाँ गुरुजीको नाम चाहिँ त्यतिखेर आत्म चैतन्य रहेछ मैले स्वामी आत्मानन्द गिरीजीकै आश्रम से आए हैं भने अनि हाम्रो साथी पनि सँगै हुनुहुन्थ्यो भनेपछि अनि ल बस्ने व्यवस्था मिलाउनु भन्नुभयो अनि त्यहाँ कोठा एउटा देखाइदिनु भयो त्यहाँबाट प्रक्रिया हरिद्वारको बसाइ सुरु भयो अनि त्यसपछि क्रमिक रूपमा विद्यालय भर्ना त्यसपछि अब त्यहाँबाट आश्रमबाट दैनिक अब विद्यालयसम्म पढ्न जाने कुरा गरेर मैले पूर्व मध्यमा भनौँ न 9 कक्षाबाट चाहिँ त्यो त्यहाँबाट आरम्भ गरियो पूर्व मध्यमा र उत्तर मध्यमा हरिद्वारबाटै मैले गरेँ त्यसपछि शास्त्री र आचार्य बनारसबाट तर बनारसमा बसिनँ कि त्यतिखेर शास्त्री र आचार्य गर्ने बेलामा चाहिँ म हरिद्वार 3 वर्ष बसेपछि ऋषिकेश बस्न गएँ ऋषिकेशबाट आउने जाने गरेर चाहिँ मैले त्यो आचार्य पुरा गरेँ हजुर पुरा गरेँ अहिले फर्किँदा अनि त्यो सबै चिज भनेर सोच मार्गमा फर्किँदा त्यो सबै चिजहरू चाहिँ अहिले सरस्वती तपाईँले फेरि एकचोटि तपाईँले ती मार्गहरूमा हेर्नुभयो नि कस्तो लाग्छ यहाँसम्म आइपुग्दा अमेरिकामा अहिले हामी यो के को यो सल्लाहको त होइन यो धुपी पनि यहीँको धुपी हो हाम्रो हाम्रो उताको धुपी अर्कै हुन्छ तर धुपी चाहिँ धुपी नै हो भूगोलले पनि फरक हजुर मान्छे जस्तै हैन यी पनि अब यो छारीमा बस्दै गर्दाखेरि र चाहिँ ती सोच मार्गमा फेरि एकचोटि हिँड्दै गर्दाखेरि चाहिँ कस्तो लाग्यो गुरु तपाईले सही गर्नु भएको रहेछ अथवा फेरि एकचोटि त्यो बटुकलाई आफ्नो सानोलाई भेट्दाखेरि के भन्नुहुन्थ्यो होला अथवा चाहिँ तैँले ठिक गरेछस् केटा जस्तो लाग्छ कि के कस्तो आयो विचारहरू संस्कृत क्षेत्रमा लाग्नु अब आफैमा पनि आफ्नो कर्म मेरो प्रबल रहेछ भन्नु पर्यो यो क्षेत्रमा लागेर संस्कृत आफैले अध्ययन गरेर बुझेर र त्यही कुरा चाहिँ समुदायलाई अब यहाँभन्दा अगाडि चाहिँ हाम्रा विद्यार्थीहरूलाई आफूले पढेको जानेको कुरा सिकाउन पाइयो आफूले जाने बुझेको कुरा यहाँ आएर समुदायलाई दिन पाइयो त्यस हिसाबले त म आफूलाई धन्य नै सम्झिन्छु र संस्कृत क्षेत्रमा लागिरहँदाखेरि र यहाँसम्म आइपुग्दाखेरि कतै पनि ग्लानी त मलाई भएको छैन किनभने इन्डियामा बसेर जब मैले शास्त्री तह पुरा गरेँ पुरा गरिसकेपछि गुरुजीले नै अब नेपालमा पनि हामीले कक्षा 10 सम्मको विद्यालय स्थापना गरेका छौँ तिमी नेपाल फर्केर आउन पर्यो भनेर जब मलाई भन्नुभएको थियो 2065 2008 को कुरा हो हैन 9 को त्यतिखेर भन्दाखेरि इन्डियामा पनि आफ्नो पुरै त्यो बनिसकेको थियो भनौँ न त्यो आफ्नो व्यक्तित्व विकास भइसकेको थियो नाम थियो आचार्यजी भनेर चाहिँ सबैतिर स्वामीजीहरूले चाहिँ त्यसरी मान सम्मान गर्नुहुन्थ्यो एउटा त्यो ऋषिकेशमा आफ्नो प्रभुत्व जमिसकेको थियो र त्यो सन्दर्भमा छोडेर आउँदाखेरि त पहिला त्यहाँबाट छोडेर आउनै गाह्रो भयो एकदमै गाह्रो भनेपछि तपाईँ अमेरिका आउने खबर चाहिँ त्यही हुँदा नै थाहा पाउनु भएको होइन त्यो त स्कुल सञ्चालनको लागि छोडेर आउने भनेको त्यहाँ स्कुल सञ्चालन भइसकेको थियो अब पढाइ पनि भयो शास्त्री पनि भयो आचार्य अब फेरि यतैबाट आएर दिँदै गर्दा नि हुन्छ अब यहाँ पढाउन
पर्ने हुन्छ, अब आऊ न त भनेर भन्नुभयो र त्यसपछि त्यो गुरुको वचनलाई नकार्न सकिएन। त्यसपछि देवघाट आएर मैले पढाउने क्रम यात्रा सुरु गरेँ। अनि यो अमेरिकाको चाहिँ अवसर अथवा त्यो कसरी? अनि अमेरिकाको अवसर चाहिँ ट्याक्कै हजुरले सन्दर्भ जोड्नुभयो। 2021 मैले अघि यसो जोडेको थिएँ, जब अन्तिम यो हरिद्वारको कुम्भ मेलाको सन्दर्भ थियो। हाम्रो गुरुजी चाहिँ महामण्डलेश्वर हुनुहुन्छ नि त, होइन? अनि कुम्भ मेलामा उहाँले आफ्नो आश्रम स्थापना गर्नुपर्ने हुन्छ, भक्तजनहरूको लागि त्यहाँनिर ठाउँ बनाउनु पर्ने हुन्छ, शाही स्नान हुन्छ। त्यसको लागि पनि मण्डलेश्वरहरूले चाहिँ त्यहाँनिर आफ्नो एउटा स्थान निर्धारण गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अब गुरुजीले तयारीको लागि भनेर हरिद्वार जाउँ, अब एकचोटि तयारी गरे के छ विचार गरेर त्यसपछि आउँला भनेर गुरुजीले भन्नुभयो र त्यो हामी महेन्द्रनगरकै बाटो भएर जाँदै थियौँ। त्यही सन्दर्भमा त्यसकै एक हप्ता अगाडि सायद गुरुजीसँग यता मन्दिरको हाम्रो आदरणीय डाक्टर श्याम कार्की उहाँको कुरो भएको थियो होला र त्यो प्रसङ्ग जोडेर अमेरिकामा कहीँ एउटा मन्दिर बन्दैछ, त्यहाँ एकजना पण्डित चाहिएको भनेर खबर आएको छ। अब त्यहाँ एकजना योग्य मान्छे पठाउन पर्ने हुन्छ भनेर भन्ने कुरो उहाँले त्यहाँ कुरो चर्चा चलाउनु भयो। अनि मैले जिस्केर अब त्यो हुन्छ नै भन्ने मलाई थिएन, जिस्केर भइहाल्यो नि त, मलाई पठाइदिनु न त, म गइहाल्छु नि भनेर भने। अनि कहाँ तिमीलाई पठाएर हुन्छ, अब यत्रो विद्यालय चलाएर। त्यतिखेर म प्रह भइसकेको थिएँ। यो जब मैले यो प्रसङ्ग गरेँ त्यतिखेर चाहिँ म विद्यालयको प्रह थिएँ। अनि तिमी अब प्रधानाचार्य भएको मान्छे, तिमीलाई अब अमेरिका पठाएँ भने त फेरि मलाई गाली गर्ला नि त यहाँ, होइन? एउटा जिम्मेवार व्यक्तिलाई उता पठाउने भनेर गुरुजीले हाँसो गर्नुभयो। अनि समय अब त्यो कुरा त्यत्तिकै टुङ्गियो। तर त्यसको 2-3 महिना पछाडि कुरो अचानक फेरि यताबाट चाहिँ ल अब हामीले यहाँनिर पण्डित गुरु ल्याउने हामीले निश्चित गऱ्यौँ। हामीलाई चाहिँ तपाईँले 2-4 जना तपाईँका योग्य शिष्यहरू तयार गरिदिनुहोस्, हामी फोन भिडियो कलबाट उहाँहरूसँग केही जानकारी लिन्छौँ, इन्टरभ्यू जस्तो। त्यसपछि हामी त्यो कुरालाई चाहिँ कन्फर्म गर्छौँ भनेर भन्नुभयो। र त्यसपछि त्यो गुरुजीले एक दिन समय मिलाएर काठमाडौँमा सबैलाई बोलाउनु भयो। यहाँबाट चाहिँ सबैजना मन्दिरको पदाधिकारीहरू जोडिनु भयो र कुराकानी भइसकेपछि अनि मलाई यो कुरो थाहा थिएन, तर उहाँहरूले मलाई निश्चित गर्नु भएको छ र त्यो कुरो पछि थाहा भयो, गुरुजीले भन्नुभयो। र त्यसरी चाहिँ यो मन्दिरसँग आउने चाहिँ यो सुअवसर त्यसरी जुर्यो। जस्तै गुरु, अनि हुन त यो उमेरमा धेरैजना मान्छेहरू चाहिँ अब विदेश नै हेरिरहेको हुन्छन्। त्यो भनौँ न युवा अवस्थाले, उमेर अवस्थाले पनि होला, र देशमा पनि चाहिँ विभिन्न अब यो राजनीतिक अनि एउटा मिडल क्लास फ्यामिलीको सपना पनि त हुन्छ नि, अध्ययन अनि अध्ययनले लिएर आउने सफलता र चाहिँ सर्टिफिकेटहरू यो एक ठाउँमा, होइन? तर समाजले खोज्ने सफलताको परिभाषामा चाहिँ जीवन त्यता पनि लिएर जाउँ, किन जिम्मेवारी थपिँदै जाँदाखेरि त्यतातिर पनि मान्छेको दिमाग चाहिँ हल्लिन थाल्छ नि, होइन? ती मार्गहरू, सोच मार्गहरू। अनि अब कहिले थाहा पाउनुभयो अमेरिका चाहिँ अब म नै जाने भए, मेरो नै नाम भनेर त्यो कुराहरू? त्यही त, त्यो अब प्रसङ्गमा त्यतिखेर त्यति कुरा भयो। त्यसपछि कुरो त्यत्तिकै स्टप भएको थियो। अनि पछि यता गुरुजीको निरन्तर कुरा भइरहेको रहेछ। र जब यहाँनिर चाहिँ अब एकजना गुरुजी नेपालबाटै ल्याउने भन्ने कुरो निश्चित भएपछि चाहिँ भन्नुभयो। 2022 को सुरुवाती जनवरी फेब्रुअरीतिर मैले थाहा पाएँ यता आउने, यता उहाँहरूले मगाउने निश्चित गर्नुभएको छ भन्ने कुरा। त्यसपछि इन्टरभ्यू भयो, भइसकेपछि त्यसको 1-2 दिनमै थाहा भयो कि अब मलाई नै उहाँहरूले चाहनु भएको छ भनेर थाहा भयो। त्यसपछि प्रक्रिया अगाडि बढ्यो, डकुमेन्टहरू सबै कुरा यतातिर पठाउने गर्ने कुरा भएर त्यसपछि त्यस बिचमा पनि लगभग हाम्रो सपरिवारै आउनु भयो, होइन? सुरुमा म एक्लै आएँ। त्यतिखेर आचार्य भइसकेपछि गृहस्थी जीवन तिर लाग्नु भयो के हो? होइन, पहिल्यै नै मैले आचार्य थोरै पछि गरेँ। पहिला शास्त्री कम्प्लिट गरेर म नेपाल आएँ। त्यसपछि नेपालबाट मैले बिएड 1 इयर बिएड नेपालीमा यता वाल्मिकीबाट गरेँ। अनि नारायणघाट वीरेन्द्र क्याम्पसबाट नेपालीमा डिग्री गरेँ। त्यसपछि अब किनभने नेपालीमा डिग्री गर्नुको मतलब के थियो भने अध्यापनतिर, होइन? र मैले पूजापाठ त हुँदैन र एउटा सरकारी जागिर खाइयो भने
जीवन चाहिँ सहज हुन्छ भन्ने चाहिँ मनमा थियो। तर के थियो भने यता अमेरिका गुरु नहुँदै पनि सेरोफेरो चाहिँ चितवन तनहुँ सेरोफेरो होस्, धेरै टाढा चाहिँ होइन जान नपरोस् भन्ने चाहिँ थियो। कारण के थियो भने देवघाटलाई माया मार्न नसकेर, भनेको आश्रमलाई माया मार्न नसकेर चाहिँ त्यो चाहिँ मनमा थियो। अनि माविको लाइसेन्स पनि लिएर होइन, अध्यापन अनुमति पत्र सबै कुराहरू लिएर तयार भएरै बसिएको थियो। अनि वैवाहिक जीवन पनि निरन्तर विवाह भएपछिको सन्दर्भमा चाहिँ अब केही अब श्रीमतीलाई पनि केही काम होस् भनेर चाहिँ देवघाटमै एउटा स्टेसनरी चाहिँ बाहिरी विद्यार्थीहरूलाई कापी कलम र हाम्रा गुरुकुलका विद्यार्थीहरूलाई चाहिँ अब इन्डियाबाट मगाउन पर्ने पुस्तकहरू होइन, अब कोर्सका किताब पाठ्यक्रमका किताबहरू यी सबै कुराहरू चाहिँ एकै ठाउँमा पाइयोस् भन्ने उद्देश्यले चाहिँ यो सबै कुराहरू मिलाएर एउटा स्टेसनरी पनि राखियो। अनि त्यो चलिरहेको थियो। तर जब ठुलो बाबु भइसकेपछि त्यो मैले हटाइदिएँ। तर यताको चाहिँ अब पढाउने कार्य त निरन्तर चलिरहेको थियो। कहिलेकाहीँ अब कर्मकाण्ड इत्यादि पनि अब आश्रममै। तर मन्दिरमा चाहिँ त त्यसरी पण्डिताइ त गर्नु भएन, किन भन्दाखेरि त्यो जुन शिक्षा तपाईँले जुन तहसम्म पुग्नुभयो त्यो पढाइले चाहिँ एक किसिमको जिम्मेवारी पनि थप दिन्छ। किन भन्दाखेरि आचार्य पुग्नु भनेको होइन मास्टर चाहिँ हो त्यो मार्गमा, संस्कृत मार्गमा होइन। अनि त्यसपछि यसरी गइराख्नु पर्ने कुरा पनि थिएन, किन भन्दाखेरि अब त्यो त्यताको समाज र चाहिँ त्यो समाज खै अब मैले कसरी भन्नु, यो यस्तो हो। मैले कस्तो भने अब मेरो पढाइको हिसाबले म अब पढाउने एउटा अध्यापक भएँ होइन, टिचर भएँ नि त होइन, टिचर भएँ अथवा धार्मिक गुरु पनि भएँ। अब एउटा आफूले जुन यसरी यहाँ जसरी मैले गरेको छु यो त उहाँ गरिँदैन थियो होइन। तर उहाँ यही हुन त प्रकृति यही हो, तर उहाँ चाहिँ शिक्षा दिने काम गरिन्थ्यो। साना विद्यार्थीहरूलाई हामीले अब उनीहरूलाई चाहिँ सानैबाट पढाएर त्यो तह उत्तीर्ण गराएर उनीहरूलाई योग्य बनाउने त्यो चाहिँ चरण थियो। 6 कक्षामा उनीहरू भर्ना भएपछि कक्षा 12मा उनीहरूले माध्यमिक शिक्षा उनीहरूले पार गरिसकेपछि अब उनीहरू चाहिँ कहाँ जाने इच्छा छ होइन, त्यो उनीहरूले आफ्नो जे अब घर पाएक पर्ने छ भने घर पाएक आफूले चाहिँ जुन कलेज पढ्ने हो त्यो कलेजमा गएर पढ्ने, अथवा अहिले त अभिभावकहरूको धेरैको चाहना, अघि हजुरले भन्नुभएको जस्तै विदेशको चाहना धेरै भएको हुनाले धेरै जसोले चाहिँ त्यो शिक्षा नै छोडेर विदेशको चाहिँ तयारी गर्ने त्यो चलि नै रहेछ। अब त्यही क्रममा चाहिँ अब पढाउने कार्य र आश्रमको व्यवस्थापकीय जिम्मेवारी यो कुराहरू चाहिँ मैले उहाँ गरिरहेको थिएँ होइन। अब आश्रम ठुलो थियो, विद्यार्थीहरू पनि 200 भन्दा धेरै विद्यार्थी, त्यसमा अब गौशाला, अन्न क्षेत्र, वृद्धाश्रम र विद्यार्थी छात्रावास यी सबै कुराहरू चलेको एउटा त्यत्रो ठुलो संस्था। त्यो संस्थामा गरेको त्यो व्यवस्थापकीय भूमिका, त्यहाँ गरेको जिम्मेवारीले गर्दा आज यहाँ सहज भएको छ जस्तो मलाई लाग्छ। किन यहाँ पनि धेरै कुराहरू चाहिँ मन्दिर व्यवस्थापनले जिम्मा दिनु भएको छ। मैले यहाँ मन्दिरमा भगवानको सेवा गरे पनि यहाँ बाहिरी कुराहरू व्यवस्थापकीय कुराहरूमा चाहिँ धेरै कुरा आफ्नो अब एउटै संस्था, धार्मिक संस्था अनुभवले पनि सहयोग पुर्यायो। अब अमेरिका भए पनि यहाँको टेक्नोलोजी अब यी सबै कुराहरू यहाँको पृथक भए पनि हाम्रो यो भित्र त धार्मिक संस्था हो नि त, ढाँचा त हाम्रो आफ्नै हो। अनि त्यो अनुभव यहाँ मैले बताउन पाएको छु। त्यही अनुसारले मलाई जिम्मेवारी पनि सहज भएको छ। फरक के रहेछ गुरु? उता जस्तै यही जुन तपाईँले भन्नुभयो नि, उता गरेकै कुराहरू पनि केही त दोहोरिएका छन् तर केही फरक पनि छन्। तर चाहिँ त्यो माहौल र उता पनि त लगभग मन्दिरमा होस् पाठशालामा होस् सेवा चाहिँ त नेपाली समुदायकै हो होइन, नेपालीकै बच्चाको हो होइन। तर यहाँ चाहिँ यत्रो 7 समुद्र पारी आउँदाखेरि को फरक चाहिँ के पाउनुभयो तपाईँले? फरक अब हुन त हाम्रो धर्म संस्कार संस्कृति मनाउने, चाडपर्व मनाउने प्रक्रिया त एउटै हो। तर विदेश भए पनि हुन त मैले अब धेरै बाहिर त मैले गरेर हेरेको छैन। हाम्रै मन्दिर परिवेशमा आउने हाम्रा समुदाय र हाम्रा भावी बच्चाहरू सन्ततिहरूलाई हेर्दाखेरि चाहिँ उत्सुकता चाहिँ धेरै नै पाएँ मैले यहाँ।
अब यो मन्दिरले गर्दा हो कि होइन, किन मन्दिर स्थापनामा अब हजुरहरूले गर्नुभएको भूमिका 2017 देखि स्थापना भएर त्यो कालखण्ड बेहोर्दै आउँदाखेरि त मैले 23बाट न त्यो यहाँ आउने अवसर जुर्यो। त्योभन्दा अगाडि त संस्था एउटा स्थापित त भइसकेको थियो। तर अहिले यहाँ प्रत्येक वर्ष जो चाहिँ प्रत्येक वर्ष नै बालबच्चाहरूको अनि हाम्रा चाहिँ नेपाली समुदायको त्यो लगाव होइन, चाडपर्व मनाउने, आफ्ना सन्ततिहरूलाई पनि मन्दिरमा ल्याएर कुनै न कुनै कार्यमा लगाउने, त्यो चाहिँ मैले यहाँ पाएँ। त्यो हिसाबले चाहिँ अब आफ्नो छोराछोरीलाई हाम्रो संस्कार संस्कृति सिकाउनै पर्छ भन्ने एउटा उहाँहरूको पनि धारणा हो त्यो। किनभने भुल्छन् कि भन्ने, र त्यो संस्कार जगेर्ना गर्ने दायित्व यो संस्थाको पनि हो। तपाईँ हामी यहाँ बसेर चाहिँ जो संस्था सञ्चालन गरेका छौँ, हाम्रो दायित्व पनि हो नि त। हाम्रो संस्कृति त मेटिन भएन नि त। हाम्रो संस्कार संस्कृतिलाई जीवन्त राखेर उस्तै पहिचान चाहिँ हस्तान्तरण गर्नु, पुस्तान्तरण गर्नु, त्यो नै हाम्रो दायित्व हो। र त्यो दायित्वमा चाहिँ यहाँको अभिभावकहरूको र बालबच्चाहरूको रुचि पनि धेरै छ। किनभने जुनसुकै चाडपर्वमा हेर्नु यहाँ अब दर्शकहरूलाई पनि कौतूहलता हुन्छ होला। जस्तै अब उता नेपालमा चाहिँ त अब मङ्गलबार गणेशजीको मन्दिरमा चाहिँ भक्तजनहरू जानुहुन्छ, सोमबार चाहिँ अब महादेव पशुपतिनाथ जस्ता होइन महादेवका विभिन्न स्वरूपको चाहिँ त्यता पूजा हुन्छ। यहाँ चाहिँ के को चाहिँ स्थापना, कुन कुन देवी देवताको स्थापना छ, र चाहिँ कुन कुन दिनमा अब धर्मावलम्बीहरूको चाहिँ यहाँ बढी सहभागिता र चाहिँ उपस्थिति देख्नुहुन्छ गुरुजी? विशेष गरेर अब हाम्रो यो हिन्दू बुद्ध मन्दिर भनेर यो संस्था जुन स्थापना भएको छ, अब हाम्रो शिव भगवान पशुपतिनाथको स्वरूप शिवको प्रधान मन्दिर यो संस्थामा छ मन्दिरमा। र साथसाथै शिव पाञ्चायनमा चाहिँ शिवजी प्रधान हुनुभयो, गणेश भगवान हुनुहुन्छ। त्यसपछि अब पञ्चायनको चाहिँ सबै मूर्तिहरू नराखिए तापनि हामीले पाञ्चायन भगवानलाई स्थापना गरेका छौँ, शालिग्राम भगवानलाई। र मूर्तिमा चाहिँ हामीले गणेश भगवानको मूर्ति राखेका छौँ, जो मङ्गलबार धेरै भक्तहरू आएर आफ्नो मङ्गलबारको व्रत र पूजा अर्चना गर्नुहुन्छ। र हनुमानजीको पनि हामीले स्थापना गरेका छौँ, जो इन्डियन, यहाँनिर चाहिँ धेरै जसो इन्डियन समुदायका भक्तजनहरू पनि धेरै आउनुहुन्छ। र उहाँहरूको इन्डियनहरूको रुचि भनेको शिवप्रति त हुन्छ नै, हनुमानलाई पनि उहाँहरूले धेरै मान्नुहुन्छ नि त। राम सीता फेरि हनुमान चालिसाको पनि चाहिँ जति आकर्षण र चाहिँ जति भक्तजनहरू त्यो समुदायमा हुनुहुन्छ अलि बढी नै हुनुहुन्छ जस्तो लाग्छ हाम्रो समुदाय भन्दा। हजुर, आस्था चाहिँ हनुमानप्रति, पवनपुत्रप्रति उहाँको बढी धेरै छ। हनुमान चालिसाको पनि प्रसङ्ग जोडिएको भएर मलाई त्यस्तै मेरो बुझाइमा पनि हो, त्यो पनि हो। अहिले त हाम्रोमा पनि धेरै छ, किनभने हनुमान चालिसा जुन अब पढ्न पनि सहज होइन, र अब स्तुति अब त्यो चालिसा पनि पढ्न सजिलो भएको हुनाले पनि, र त्यो अब अहिले हनुमानजी प्रतिको चाहिँ आस्था हाम्रो नेपाली समुदायको पनि छ। धेरै आउनुहुन्छ, शनिबार आएर हनुमानको मूर्ति नजिकै बसेर हनुमान चालिसा पाठ गरेर बत्ती बालेर जानुहुन्छ। इन्डियनहरू त धेरै नै आउनुहुन्छ। र त्यसपछि शिव पार्वतीको मूर्ति यहाँ अहिले पूजा गर्न राखिएको छ, र भगवतीको मूर्ति देवी माको चाहिँ स्थापना गरिएको छ, जहाँ विशेष गरेर नवदुर्गाभरि हामीले चाहिँ नवदुर्गाको पाठ गरेर जमरा राखेर भक्तजनहरूलाई चाहिँ जमरा वितरण गर्ने कार्य गर्दछौँ। र धेरै मूर्तिहरू त यहाँ राख्न पनि बाँकी छ, त्यो ठाउँ बनेपछि राख्ने भनेर ल्याउनु भएको छ। त्यसको पनि अर्कै श्रृङ्खला गरौँला, कसरी हामी चाहिँ हाम्रो मन्दिर यहाँ स्थापना भएको छ, यहाँको सबै भूगोलतिर र प्रकृतितिरको चाहिँ ती किस्साहरू पनि जोडौँला कुनै बेलामा होइन। अब हामी यहाँ जस्तै मैले थाहा पाएसम्म यो म पनि यही समुदायको एउटा सदस्यको हिसाबले चाहिँ तीजमा चाहिँ महिला दिदीबहिनीहरू चाहिँ आउनुहुन्छ, यहाँ पूजा हुन्छ, दसैँमा नवदुर्गाको पनि पूजा हुन्छ। त्यस्तै विभिन्न कुन कुन दिनमा चाहिँ तपाईँले चाहिँ नेपालीहरूको उपस्थिति यहाँ उल्लेखनीय देख्नुभएको छ, र दर्शकहरूको जानकारीको लागि पनि जस्तै कुन दिनमा कतिसम्म चाहिँ नेपालीहरू आउनुहुन्छ, घस्ताखाली पूजा गर्न आउनुहुन्छ, गुरुजीसँग चाहिँ के चाहिँ मार्गदर्शन चाहिँ अपेक्षा गर्नुहुन्छ अथवा चाहिँ के छ, यो पनि यसो अब चाडपर्वभन्दा बाहेक साप्ताहिक रूपमा चाहिँ
विशेष गरेर भक्तजनहरूको उपस्थिति भनेको शनिबार, आइतबार, सोमबार, मङ्गलबार, यी 4वटा दिनमा चाहिँ धेरै भक्तजनहरूको उपस्थिति हुन्छ। अब यसमा चाहिँ शनिबार र आइतबार त छुट्टी पनि पर्यो, विकेन्ड भएर धेरैजना मन्दिर दर्शन गर्नका लागि भनेर आउनुहुन्छ। त्यसमा शनिबार चाहिँ विशेष गरेर पिपल हाम्रो यहाँनिर चाहिँ धेरै छेउछाउका मन्दिरहरूमा छैनन् भन्ने मैले सुनेको छु। हाम्रो यहाँनिर चाहिँ पिपल पनि राखिएको हुनाले पिपलमा जल चढाउन, शनिदेवको पूजाको लागि पिपलमा जल चढाउन आउने धेरै भक्तजन हुनुहुन्छ बिहान। र त्यो सँगसँगै बेलुकाको समयमा चाहिँ इन्डियनहरू आउँछन् हनुमानजीको पूजा गर्न शनिबार। र शनिबार र आइतबार सङ्ख्याको हिसाबले कति आउलान्? शनिबार र आइतबार चाहिँ सङ्ख्याको हिसाबले लगभग 50 भन्दा बढी नै आउनुहुन्छ होइन। शनिबार र आइतबार किनभने न्यूनतम भने मैले 50 भनेर न्यूनतम भने, कहिलेकाहीँ अब 70, 80, 100 जना नै पुग्नु होला, तर 50 जना चाहिँ घट्नुहुन्न। फेरि हामी चाहिँ त्यो पूर्ण रूपले परिचालित पनि छैनौँ। हजुर होइन, किन भन्दा अहिले पनि यो पार्किङको र बाटोको चाहिँ कामहरू भइरहेछ, जुन अघि भर्खरै मैले पनि देखेँ होइन। अब त्यसले पनि सायद सहजता पछि बनाउला। हजुर हो। अस्तिसम्म अब विभिन्न प्रसङ्ग सँगसँगै हामी चाहिँ विस्तार पनि गर्दैछौँ, यी कुराहरू पनि पछि कुनै खुलेर कुरा गरौँला। खुलेर गर्न पनि पाइएको छैन होइन। जस्तै अब आम शनिबारमा शनिको पूजा अथवा चाहिँ हनुमान गणेशजीको पूजा सँगसँगै जस्तै विशेष पूजाको लागि पनि त आउँछन् होला नि होइन। कस्ता खालका पूजाहरू गरिदिनुहोस् गुरु भनेर आउँछन् नि त? विशेष चाहिँ अब धेरै जसो जस्तो यहाँनिर आउने भनेको चाहिँ ग्रह शान्ति होइन। ग्रह शान्ति चाहिँ कहिलेकाहीँ नेपालमा नै कहीँ चिना देखाउनु भएको हुन्छ होइन। प्रत्येक वर्ष बुवा आमाले चिना देखाइदिनु भएको हुन्छ। चिना देखाउँदाखेरि कहिलेकाहीँ अब कुनै ग्रह परिवर्तन भएर त्यो ग्रहको पूजा गर्नुपर्ने, त्यो ग्रहको दान गर्नुपर्ने, ग्रहलाई धुपबत्ती गर्नुपर्ने हुँदाखेरि चाहिँ आफ्नै हातले गर्नुपर्ने ठाउँ अब नहुँदाखेरि त उता पनि गरिदिनु हुन्थ्यो होला। अब यहाँ सम्भावना भएको हुनाले चाहिँ त्यो यहाँ गएर गर्नु भन्नुभएको हुन्छ र त्यो अनुसारले चाहिँ फोन सम्पर्क गरेर अनि त्यो पूजा गर्न भनेर आउनुहुन्छ। यो चाहिँ जुनसुकै बार पनि आउन सक्नुहुन्छ, उहाँहरूको सहजताको हिसाबले मन्दिरमा आएर त जहिले पनि गर्न सकिने भयो। यो ग्रह शान्ति पूजा भनिन्छ, यो चाहिँ धेरै हुन्छ मन्दिरमा होइन। र मन्दिरमा हुने एकदमै धेरै पूजामा ग्रह शान्ति र जन्मोत्सव पूजा चाहिँ जस्तो हामीले मन्दिरमा म आइसकेपछि मन्दिर कमिटीसँग सरसल्लाह भएर हाम्रो मन्दिरको बोर्ड अफ ट्रस्टीहरू जो हुनुहुन्छ महानुभावहरू हजुरहरू सबैजनाको बोर्ड अफ ट्रस्टीको चाहिँ विशेष बिहान भगवानको पूजा गर्दाखेरि उहाँको नाम स्मरण गर्ने र उहाँहरू पूजामा आउनु भयो भने उहाँको पूजा गरिदिने, नत्र भने मन्दिरको तर्फबाट चाहिँ गुरुले उहाँहरूको नाम लिएर चाहिँ त्यो दिनको पूजामा हाम्रो बोर्ड अफ ट्रस्टी जो हुनुहुन्छ उहाँहरू परिवार उहाँ व्यक्तिगत उहाँको लागि चाहिँ प्रार्थना गर्ने भनेर त्यो नियम राखिएको छ। हामीले त्यही अनुसार बोर्ड अफ ट्रस्टीहरूको यहाँनिर पूजा गर्छौँ र उहाँहरू आउनु सकेसम्म मैले पहिलो वर्ष चाहिँ सबैलाई नै म्यासेज गर्थेँ अनि फोन गरेर आउनु होला है भन्थेँ। दोस्रो वर्षबाट चाहिँ लगभग सबै जानकार भइसक्नु भएको थियो भनेर लगभग धेरैजना आउनुहुन्छ। नआउनु भएकाहरूको लागि त अब नित्य भइ नै हाल्छ अनि मन्दिरबाट शुभकामना दिइन्छ। यो एउटा। अर्को कुरो चाहिँ बच्चाहरू जो हाम्रा भावी सन्ततिहरू छन्, बच्चाहरूलाई पनि ल्याउने क्रम चाहिँ धेरै बढेको। सबैले जन्मदिनमा चाहिँ मन्दिरमा ल्याएर मन्दिर दर्शन गराउनुहुन्छ। सबैजनाले अष्टचिरञ्जीवी पूजा नै गर्न सक्ने समय हुँदैन होइन। समय नभएको हुनाले धेरैले गर्नुहुन्न, तर मन्दिरमा आएर भगवानको पूजा अर्चना जलधारा गरेर धुपबत्ती गरेर मन्दिर दर्शन गरेर जानुहुन्छ। यो चाहिँ भनौँ न सबैजनाले आउने यो बानी बसालिसक्नु भएको छ। अर्को धेरै हुने भनेको मन्दिरमा कार पूजा चाहिँ धेरै अब नेपाली समुदायले सवारी साधनको पूजा गाडी किनेपछि मन्दिरमा गएर भगवानलाई दर्शन गरेर गाडी पूजा गरेर गाडी चढौँ भन्ने त्यो पनि परिपाटी बसेको छ। त्यो पनि आस्था हो होइन। आउनुहुन्छ यहाँ पूजा गर्नुहुन्छ, मैले गरिदिन्छु, कहिलेकाहीँ आफैले पूजा गरेर जानुहुन्छ। यो हाम्रो चाहिँ धेरै हुने पूजाहरू भए। यसभन्दा अतिरिक्त चाहिँ अब कहिलेकाहीँ कसैको अन्नप्राशन, भात खुवाई, गुन्यु चोली अनि व्रतबन्ध, विवाह भनेको चाहिँ भइपरि आउने कार्यहरू चाहिँ आएर गर्ने धेरै हुनुहुन्छ। यो चाहिँ जुनसुकै समयमा पनि आएर गरिरहनु भएको हुन्छ। र अहिले प्रत्येक साल 23, 24, अहिले 25 को पनि हामी आधा आधी आइसकेका छौँ। यो प्रत्येक वर्षको अनुपातलाई हेर्दाखेरि चाहिँ धेरै अनुपातमा चाहिँ धेरै वृद्धि भक्तजनहरूको सङ्ख्यामा पनि
मन्दिरको गतिविधिमा पनि र पूजाआजामा पनि दिनानुदिन बढिरहेको चाहिँ मैले पाएको छु। जीवन के हो त गुरु? जीवनलाई चाहिँ कसरी लिनुहुन्छ? अब जीवन भनेको त अब हामी मनुष्य हौँ होइन, मान्छे हौँ। हामीले मान्छे भएर जन्मिसकेपछि हामीले जीवन भनेको त अब हामीले जन्मेदेखि मृत्युसम्म जुन हामीले दैनिक जो हाम्रो चाहिँ कर्म अनुसारको जुन भोगाई हुन्छ नि, भोगाईलाई भोग्ने एउटा जुन यो चाहिँ हाम्रो माध्यम त शरीर हो होइन, शरीर माध्यम हो। तर जीवन एउटा भोगाई हो र आफूले आफ्नो कर्म अनुसार आफ्नो जुन आफूले सञ्चित गरेको कर्म अनुसारको चाहिँ फल पाउने र त्यो फललाई हामीले जुन सञ्चित गरेको कर्म थियो त्यो कर्म अनुसारको चाहिँ फल को आधारमा हामीले पाउने सुख दुःख र हामीले गर्ने कार्यहरू र हामीले पाउने पद प्रतिष्ठाहरू ती सबैको चाहिँ समग्रमा एउटा चाहिँ भोगाइ नै जीवन हो। जस्तै अब तपाईँले फलको कुरा गर्नुभयो नि, तर अब कर्म गर फलको आश नगर भन्ने पनि एउटा चाहिँ सिद्धान्त छ। अर्को भनेको फेरि कतिपय हिजोका कर्महरू केही फल हो अहिलेको वर्तमानको जीवन र चाहिँ वर्तमानको भोगाई भन्ने पनि त कुरा हुन्छ नि होइन। एउटाले त अब जीवन अहिले जे भोगेको छु त्यही नै जीवन हो। अब त्यो फल चाहिँ त म कर्म गर्दै जान्छु अनि फल पनि त्यही किसिमबाट आउँछु भनेर पनि गएका छन्। कतिपयले अब अहिले चाहिँ हिजो कि तेरो चाहिँ कर्मको फल हो, अहिले दुःख पाउनु पनि हिजोको कुराहरू भन्नेहरू पनि त हुन्छ नि। यसमा चाहिँ के छ तपाईँ? यस्तो हो, हामीले अहिले जीवन भोगिरहँदाखेरि के बुझ्नु पर्यो भने हामी अहिले जुन अवस्थामा छौँ यसभन्दा माथि पनि मान्छे छन् भनेको, हामीभन्दा माथिल्लो तहमा पनि छन् मान्छे, त्यो जीवन भोग्ने मान्छे पनि छन् नि त यही संसारमा। र हामीभन्दा तल पनि त कति अब घरबार विपन्न छन्, एक छाक खाना लाउन पनि मुस्किल हुने अवस्थाका मान्छे त यी छन् नि त। त्यो अवस्थालाई हेर्दाखेरि तपाईँ हामी आज जुन धरातलमा उभिएका छौँ, जहाँ बसेर हामी यसरी संवाद गरेका छौँ अथवा हामीले जीवन हाम्रो घर परिवार चलाइरहेका छौँ, जुन गतिमा हामी हिँडिरहेका छौँ, यो अवस्थामा हामी छौँ भनेदेखि केही पूर्वजन्मको संस्कार, हाम्रो आमा बुवाले गर्नुभएको कर्म कर्तव्य र हामीले पनि गरेको कर्मको शास्त्रले भन्छ धेरै अब सुनिरहने 84 लाख योनि। अब शास्त्रले भनेको त 84 लाख योनि भन्नाले अब यी सबै चराचर जगत सृष्टि नै परे होइन। त्यस मध्येमा शास्त्रले भनेको चाहिँ श्रेष्ठ सर्वश्रेष्ठ भनेको त मनुष्य नै हो होइन। जुन कि मनुष्य चोला अथवा मनुष्य योनिमा हामी जन्म लिइसकेपछि हामीले जो 84 लाख योनि घुमेर मनुष्य जीवनमा आइसकेपछि हामीले अब राम्रो गर्ने नराम्रो गर्ने, हाम्रो जीवनलाई सुधार्ने अथवा योभन्दा निकृष्ट गतिमा लैजाने भन्ने कुरालाई गर्न सक्ने अवस्था भनेको त यही जीवन हो नि त। यही जीवनमा रहेर नै हामीले अहिले कर्म राम्रो गर्यौँ अथवा सत्कर्म गर्यौँ भनेदेखि हामी हाम्रो योभन्दा पनि अवस्था राम्रोमा अथवा यो गतिमा आउनै नपर्ने पनि हुन्छ होइन। र त्यो हामी परमपद प्राप्त गर्छौँ। र हामीले यो मनुष्य जीवन पाएर पनि हामीले कर्म हाम्रो जुन शास्त्रले भनेको छ अथवा हाम्रो पुर्खाहरूले बताउनु भएको छ त्यो मार्गलाई छोडेर हामी अधोगतितिर लाग्यौँ भने त हाम्रो जीवन त यतिकै सकिन्छ। आखिर जीवन त नासिने नै हो, क्षण यो चाहिँ अजर अमर त छैन नि होइन। हामी त जन्मेपछि मर्छौँ त्यो निश्चित छ। जुन कुराको चाहिँ जन्म हुन्छ, जुन कुरा बनेको हुन्छ त्यो नष्ट हुन्छ नै अनि चाहिँ हामी मर्छौँ निश्चित छ। तर रहउन्जेल 24 घण्टा हामीले चाहिँ धर्म कर्म मात्रै गरेर अथवा जङ्गल मात्रै भ्रमण गर्ने अथवा जङ्गल पस्ने भन्न खोजे होइन, तर हाम्रो कर्तव्य हामीले पुरा गर्दै जानुपर्छ। मलाई कहिले कहिले जिन्दगी चाहिँ यो लुडोको बोर्ड जस्तो पनि लाग्छ कि। हजुर, कहिले कहिले एकदमै परिश्रम गरेर काम बन्ला जस्तो गर्ने बेला साँपले ठुङ्गेर चाहिँ एकैचोटि तल पनि हामी पुगेका हुन्छौँ। कहिले केही पनि नगरिकन सबभन्दा लामो भर्याङ पनि पाएका हुन्छौँ। हजुर होइन, भाग्य पनि त्यही होला नि त होइन गुरु? हो नि पक्कै पनि। अब किनभने हामीले गरेको कर्मको आधारमा हामीले हाम्रो जीवन भोग्ने हो। जीवन भोग्ने क्रममा चाहिँ हामीले गरेको सत्कर्म छ भने पूर्वजन्मको त्यो सञ्चिति कर्म र अहिलेको हाम्रो प्रयास, यो दुइटै मिल्दाखेरि त हाम्रो सुनमा सुगन्ध जस्तै हुन्छ यो जीवन। एउटा जीवन त एउटा सुखमय र आदर्शमय बन्छ
र त्यसको लागि त भाग्यको पनि साथ त अत्यावश्यकै छ। अब यहाँ मन्दिर हुन त अब हामी हिन्दू बुद्ध मन्दिर भनेर चाहिँ चिन्छौँ। एकचोटि दर्शकहरूलाई यो मन्दिरको बारेमा चिनारी दिन पर्दाखेरि हिन्दू बुद्ध मन्दिर भनेर पनि चाहिँ यसलाई भन्छौँ, यसको अलिकति सुनाइदिनु न। यो मन्दिर चाहिँ नेपाली अमेरिकन कल्चरल सेन्टर NACC भनिन्छ, त्यो संस्थाद्वारा सञ्चालित हिन्दू बुद्ध मन्दिर जो अमेरिकाको मेरील्यान्ड राज्यको बाल्टिमोर मा रहेको छ, ग्लेनहाम बाल्टिमोरमा। र नेपाली समुदायले आफ्नै पौरखले स्थापना गरेको एउटा नयाँ जिरोबाट सुरु गरेर पुरा 100% सर्वगुण सबै सम्पन्न त होइन, तर जिरोबाट सुरु गरेर लगभग पूर्णतातिर लम्किरहेको यो संस्था हामी सबै नेपालीहरूको चाहिँ एउटा आस्थाको केन्द्र, जो यहाँ मेरील्यान्डमा त यति धेरै नेपालीहरू हुनुहुँदो रहेछ र अमेरिकामा मन्दिर नभएका त होइन रहेछन् होइन। मैले पनि देखेँ अब धेरै मन्दिरहरू त छन्, नेपाली समुदायकै पनि अब केही मात्रामा छन्, धेरै जसो त अब भारतीय समुदायले बनाउनु भएका ठुला ठुला बृहत मन्दिर। तर नेपाली आफ्नै पौरखले आफ्नै प्रयासले समुदायले सृजना गरेर हाम्रै भाषा संस्कृति हाम्रै चाडपर्वलाई हाम्रै तरिकाले हाम्रै मौलिक तरिकाले मनाउनका लागि भनेर र हाम्रो भावी पुस्तालाई पनि हाम्रो नेपाली संस्कार संस्कृति, अब भारतीय मन्दिरमा जाँदाखेरि त संस्कार संस्कृति पनि त भारतीय परिवेश शैली हुन्छ नि। मन्त्र उही हो, शास्त्र एउटै हो, तर पनि शैली त फरक हुन्छ नि, उच्चारण फरक हुन्छ, शैली होइन, विधि पनि फरक हुन्छ। तपाईँ हाम्रो गर्ने कर्मकाण्ड विधि र भारतीय त्यही दसैँमा पनि हेर्नु न, पहाडमा पनि रातो टिका र चाहिँ हाम्रै गुरुङ मगर समुदायमा चाहिँ टिकामा रङ हुँदैन होइन। त्यो पनि त संस्कारले चाहिँ होइन दिएको एउटा चिनारी हो नि त, आफ्नो आफूसँग जोडिएको। अनि यिनै हाम्रो एउटा समुदायको अपनत्व हुने खालको संस्था होस् भनेर स्थापना गर्नुभएको रहेछ र यो मन्दिर आज यहाँसम्म आइपुग्दाखेरि चाहिँ एउटा ठुलो बृहत विशाल क्षेत्रफल लगभग यहाँको 32 एकड भनेपछि अब नेपालको त अब रोपनीमा चाहिँ मेरो विचारमा 160-70 रोपनी आसपासको क्षेत्रफल र त्यसमा पनि हाम्रो नेपाली परिवेश जस्तो कि यहाँ जो पनि आउनुहुन्छ होइन, अरू स्टेटबाट आउँदाखेरि पनि अहिले म देखाउँछु हामी यहाँ जहाँ बसेका छौँ अघिदेखि चाहिँ यहाँ स्तूपा, हामी बुद्धको चाहिँ सानो स्तूपा जस्तो चाहिँ यहाँ छ। यहाँ यो प्रेयर फ्ल्याग भन्छौँ होइन, यहाँ पनि अहिले म देखाउँछु, यहाँ पछाडि पृष्ठभूमिमा पनि अरू पनि छ होइन। त्यो एउटा लाग्छ। अनि डाँडा काँडा है, अनि हामी डाँडाको टापुमा छौँ होइन, नेपालको मन्दिर डाँडामा गएर मन्दिर दर्शन गर्न गए जस्तो होइन। अब यतिखेर यो केरा यो नाचिरहेको चाहिँ यो केराका पातहरू पनि, अनि यो गोरेटो यसो हेर्दाखेरि नेपालै जस्तो होइन चाहिँ लाग्छ। पक्कै पनि गुरु, अब जुन परिकल्पनाका साथ हामीले आफ्नो धर्मको आस्था पनि होस्, तर चाहिँ संस्कृति र हामी सबैलाई एकै छारी मुनि एकै छाना मुनि लिएर आउने चाहिँ एउटा सेन्टरको रूपमा पनि, कम्युनिटी सेन्टरको रूपमा पनि चाहिँ जुन परिकल्पना गरेर हाम्रा साथीहरूले चाहिँ यो निर्माणको थालनी गर्नुभयो, जसरी अहिले हामी चाहिँ देखिरहेका छौँ कार्यनिर्माणहरू, पार्किङका कुराहरूदेखि लिएर चाहिँ यही सानो खेतीका कुराहरू पनि लगायत होइन, विभिन्न राज्यहरूबाट पनि चाहिँ सहयोग समर्थनका कुराहरूदेखि लिएर अब जस्तै समुद्र पारी पनि हामी मनले नेपाली छौँ, तनले नेपाली छौँ, तर यी भूगोलले त हामीलाई छुट्याएको त छैन नि त, छैन होइन। त मान्छेहरूले नै नाम दिए, मान्छेहरूले नै परिधि बनाए, त्यही किसिमबाट चाहिँ फरक नामले बोलाउन थाल्यो र चिन्न थाल्यो, तर छारी उही हो, घाम्ती नै हुन् होइन, यी परिवेश त्यही हो। अब यसमा चाहिँ अलिकति आफ्नोपन मिसाउँदाखेरि चाहिँ आएर कहिले कहिले यो व्यस्त संसार अनि चाहिँ यो व्यस्त भागदौडको चाहिँ जीवनमा आस्थाको केन्द्रमा आएर यसरी छारी मुनि यतिकै बस्दाखेरि पनि मान्छेलाई चाहिँ एउटा ऊर्जा, मान्छेलाई एक किसिमको त्यो थेरापी पनि त हुन्छ नि। म त्यसरी पनि लिन्छु। हुन त हामीले आफ्नो नयाँ पुस्तालाई चिनाउनु नै छ होइन, उनीहरू कहाँबाट आए, उनीहरूका बाआमाहरूको चाहिँ जरा अथवा चाहिँ
कुन समाजबाट आए, उनीहरूका सोच, उनीहरूका शैली, उनीहरूका संस्कृति परम्परा कस्ता थिए भन्ने चाहिँ यो एउटा मन्दिर मात्रै नभइकन एउटा संस्कृतिको चाहिँ धरोहर, एक किसिमको सेन्टर पनि होइन, संस्कृति सेन्टर पनि भएको भएर त्यसको पनि आफ्नै मूल्य छ जस्तो लाग्छ। अनि अघि तपाईँले भने जस्तै अहिले हामीसँग अब भिडियो मार्फत कोही जोडिनु भएको छ, विशेष गरी अमेरिका बाल्टिमोरमा हुनुहुन्छ भने पनि तपाईँहरू जोडिनुपर्छ, किन भन्दाखेरि हामी एउटा इतिहासको निर्माण गर्दैछौँ यहाँ, जुन इतिहास चाहिँ भविष्य पनि हो, एकदम एकदम। त्यसकारण पनि तपाईँहरू जोडिनुपर्छ जस्तो मलाई लाग्छ। अब गफ पनि लामै भयो गुरु होइन, अब यसो तपाईँले एक राउन्ड चाहिँ यसो थोरै मन्दिर दर्शन गराइदिनु न हाम्रो साथीभाइहरूलाई। त्यहाँ अगाडि धारा पनि छ स्वास्थ्यको लागि है। 108 वटा छ यहाँ शालिग्राम है, धेरै नै छ। भक्तहरूले धेरै रुचि गर्नुहुन्छ। त्यहाँ गणेशजी हुनुहुन्छ। हजुर, यता आएर हामी शिव पार्वती, यहाँ पाञ्चानी काम हुन्छ। यहाँ पूजा गरिसकेपछि मन्दिर पूजा हुन्छ, भक्तजनहरूले पूजा गर्न सक्नुहुन्छ। गुम्बामा अहिले दैनिक लामाजी आएर यहाँ बिहानको पूजा प्रार्थना गर्नुहुन्छ। यहाँ लामाजी यहाँ बस्नुहुन्छ, दैनिक नै उहाँ आएर गर्नुभएको हुन्छ। बुद्ध गुम्बाको चाहिँ भक्तजना आएर यहाँनिर क्यान्डल राखेको हुन्छ। वज्र अनि ग्रन्थहरू छ। अब त्यो उहाँहरूको आफ्नै जो विधि पद्धति छ त्यसै अनुसार पूजा गर्नुहुन्छ। सामान्यतया भक्तजनहरूले चाहिँ हजुर हामीले पनि आएर त्यहाँबाट क्यान्डल निकालेर अथवा धुप निकालेर यहाँ बाल्ने र भगवान्लाई प्रार्थना गर्ने, यो चाहिँ यहाँको नित्य पूजा भयो। र लामाजीले बिहान दैनिक यहाँ बसेर पाठ गर्नुहुन्छ। यतिखेर हामी चाहिँ यो डाँडाको टुप्पा जस्तो छ, पुरै 31 एकड जतिको क्षेत्रफलमा चाहिँ यो मन्दिर अवस्थित छ। यो मन्दिर चाहिँ यहाँभित्र चाहिँ हामी अन्य देवी देवताको मूर्तिहरू पनि छ, तर हामी चाहिँ अहिले त्यसको व्यवस्थापनमा चाहिँ छौँ। त्यो पूर्ण रूपले चाहिँ खुलेको छैन। अघि हामी जहाँ गुरुले देखाउनु भयो त्यहाँ चाहिँ दर्शन हुन्छ भने यहाँ अहिले अलिकति व्यवस्थापनको काम हुन्छ, तर केही मूर्तिहरू यहाँ अझै पूर्ण रूपले तयारी भइ नसकेको हुँदा चाहिँ यताभित्र चाहिँ हामी पूजा सुरु गरेका छैनौँ होइन गुरु? के हो भित्रको मूर्तिहरू चाहिँ त्यो पूजा गर्नको लागि भनेर प्राण प्रतिष्ठा गरिएको छैन। त्यस कारणले अब त्यो एउटा प्रतिष्ठा गरिसकेपछि मात्रै पूजामा हामी छोड्छौँ नि होइन? सायद अब अर्को वर्षसम्म चाहिँ एउटा ठाउँ, एउटा हल बनाएर त्यहाँ सबै भगवानहरूलाई ल्याइसकेपछि प्राण प्रतिष्ठा गरेर पूजा आरम्भ गरिन्छ। त्यतिखेर चाहिँ हामी यो ठ्याक्क मन्दिरको अगाडि चौतारा जस्तो पनि छ होइन, त्यहाँ बसिरहेका छौँ। जाँदा जाँदै चाहिँ केही मनमा लागेका कुराहरू छन् गुरु, केही भन्न चाहनुहुन्छ? अब मैले मन्दिरकै तर्फबाट भन्नुपर्दाखेरि चाहिँ अब नेपाली समुदायहरू जोडिएर नेपाली हामी सबै नेपालीहरू एकजुट भएर बनाएको यो संस्था हो होइन। सबैको सहभागिताले यहाँसम्म आइपुगेको छ। अब निर्माण सम्पन्न भएर अब एउटा भव्य मन्दिर र एउटा चाहिँ नेपालीहरूको गौरवको आस्थाको केन्द्र, सांस्कृतिक केन्द्र र हाम्रो नेपाली कला संस्कृति वेशभूषा झल्किने खालको चाहिँ एउटा त्यो परिवेशको यो संस्था बन्नुहोस् भन्ने हिसाबले स्थापना भएको छ। र त्यो तपाईँहरू यो चाहिँ स्थापना भएर मात्रै हुँदैन, त्यो सम्पन्न हुनका लागि हजुर हामी सबैको सहभागिता अपरिहार्य हुन्छ। त्यसको लागि हजुर हामी सबैजना जोडिएर यो संस्थालाई अझ अग्रगतिमा लम्काउँदै यसलाई पूर्ण बनाउने दायित्व हजुर हामी सबैको हो। यो संस्थामा म भएको हुनाले चाहिँ
यो संस्थाकै तर्फबाट मैले कुरो गरेँ र जो यस मेरील्यान्डमा हुनुहुन्छ अथवा अमेरिकाभरि हुनुहुन्छ इस्ट कोस्टमा विशेष गरेर इस्ट कोस्टमा र यता डिसीतिर आउँदाखेरि यो ठाउँमा एकपटक अवश्य पनि आउनु होला, हेर्नु होला। नेपालीहरूले पौरखले आर्जेको यो संस्था होइन, सिर्जना गरेको खडा गरेको यो संस्था। होइन, इमान्दार भएर भन्नुपर्दा जस्तै प्रवासमा हामी पटक पटक विभिन्न प्रसङ्गमा चाहिँ एक्लो महसुस गर्छौँ। हुन त यो प्रविधिको अहिले डिजिटल संसारमा जस्तै परिवारसँग हुनु एउटा चिज हो, तर हामी स्वयं आफै पनि एउटा ब्रह्माण्ड हौ नि त। हाम्रो मन, हाम्रो चाहिँ भनौँ न हृदय, अनि जुन उमेर अवस्थाबाट हामीले सम्झन थालेको उमेर अवस्थाबाट चाहिँ होइन 8-9 वर्षदेखिबाट जति भोगाइहरू, जति अनुभवहरू, जति अध्ययनहरू विभिन्न प्रसङ्गमा चाहिँ जति ग्रहण गर्छौँ हामीले भौतिक शरीर र हाम्रो चाहिँ अदृश्य दिमाग मनमा, ती सबै चिजहरू एकातिर अनि यी आएर चाहिँ भनौँ न कुनै न कुनै प्रसङ्गमा चाहिँ त जति भोगे पनि जति पढे पनि केही न केही यो प्रवासमा कतै लोन्ली भए जस्तो, हराए जस्तो त महसुस हुँदो रहेछ नि। किनभने त्यो मानवीय गुण पनि हो होइन। अनि अब यस्तो ठाउँमा आइपुग्दाखेरि चाहिँ दिमागलाई पनि अलिकति सन्तुलनमा त्यो क्लिन्जिङ भन्छ नि होइन। मान्छेहरूले किन थेरापी जान्छन् त, एकदम रेस्टुरेन्ट किन जान्छन् मान्छे, आज रमाइलो गर्नुपर्छ भनेर। त्यहाँ एकछिन त्यो रमाइलो चाहिँ मान्छे फ्रेस फिल गर्नलाई हो नि। तर यति मात्रै हो कि कतिपय चाहिँ त्यो फ्रेस फिल हुने भनेको चाहिँ सतहमा हुन्छन्, अथवा त्यसका पनि अब मान्छेका विभिन्न स्वरूपहरू विभिन्न प्रसङ्गहरूमा चाहिँ होलान्। तर मान्छेले आस्था धर्मले दिने अर्कै किसिमको थेरापी रहेछ होइन। एकदम एकदम हो। र यो ठाउँ पनि त्यस्तै छ। र सबैजना जस्तो अहिले हामी जहाँ बसेका छौँ यहाँबाट हेर्नुहोस् त तलको भ्यू कस्तो देखिन्छ। यहाँ आएर यदि हामी तनाव भएर आएका छौँ मन्दिरमा, अब एकछिन गएर यसो म भुलिन्छु भनेर आएका छौँ भने पनि यो ठाउँमा यो चौतारोमा आएर बसेर यहाँ एकछिन एकाग्रचित्त भएर बस्ने हो भने पनि पुरै मस्तिष्क चाहिँ शान्त भएर त्यो चाहिँ त्यो हामीले जुन ब्याट्री चार्ज थियो नि हाम्रो भित्र, त्यो तनावलाई चाहिँ यहीँनिर फालेर हटाएर हामी फ्रेस भएर चाहिँ हामी घर जान सक्छौँ भन्ने खालको चाहिँ एउटा उदाहरण पनि यहाँ तपाईँ हामी बसेको यो ठाउँबाट हेर्न सक्छौँ। अनि हुँदो रहेछ। जस्तै अब अरू बेलामा चाहिँ त मान्छेलाई सास फेरेको छु भन्ने पनि थाहा हुँदैन होइन। जस्तै अब बिहान 2-3 बजेतिर त्यो आफै जब श्वास प्रश्वास आफै सुनिन थालिन्छ, त्यो सन्नाटामा अथवा चाहिँ त्यो साइलेन्सको पनि चाहिँ त्यो टुमा साइलेन्स हुन्छ नि त होइन। त्यो यहाँ पनि एउटा महसुस अलिकति यो प्रकृति पनि सुनिन थाल्छ जस्तो लाग्छ क्या मलाई कतिपय ठाउँमा। यहीँ तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ यी सबै पातहरू होइन, अनि सानसाना चराहरू उडेका, अनि अलिअलि यो हामी जङ्गलमा अथवा चाहिँ त्यो दिवामा पनि चाहिँ सन्ध्यामा सुनिने किराहरू र चाहिँ दिवामा चाहिँ अपराह्नतिर सुनिने किराहरू हुन्छन् नि, जुन गाउँघरमा सबै मान्छेहरू काममा जाँदाखेरि अनि एक्लै हुने बेलामा चाहिँ बल्ल मात्रै सुनिन्छन् क्या। अब त्यो सहरमा ट्याँ ट्याँ टुँ टुँ अनि हल्ला यताउतामा त सुनिँदैनन्, प्रकृति पनि सुनिँदैन। अनि यहाँ चाहिँ सुनिन्छ। अनि त्यो सुनिने बेलामा पनि धेरै कुराहरू चाहिँ सकारात्मक किसिमको ऊर्जाहरू मनमा, मैले हिजो मात्रै फेसबुकमा एउटा लेखाएको थिएँ होइन, त्यो भजन सुनेर पनि चाहिँ आँखा रसाउँछु भने भक्ति रसमा चाहिँ त्यो डुबेर त्यो हृदयको गहिराइमा पुग्नु रहेछ क्या त्यो अनुभव पनि क्या होइन। त्यसकारण हो अब कतिपय ठाउँहरूले चाहिँ त्यो गर्छ। अब अहिले हामीले चाहिँ बाल्टिमोर काउन्टीमा चाहिँ त्यो ठाउँ पाएका छौँ जुन हिन्दू बुद्ध मन्दिर भनेर। त्यही प्रसङ्गमा पनि अलिकति यो मलाई जोड्न मन लाग्यो। त्यही जाँदा जाँदै अरू केही छ गुरु? एकदम खुसी लाग्यो तपाईँसँग चाहिँ अलिकति नौलो किसिमको यो कुरा र आफूसँग भएको आफ्नो अनुभूति र आफ्नो विगत स्मरण गर्न पाइयो। हजुरको माध्यममा बसेर एउटा बसी बिहालो जस्तो होइन कुराकानी गर्न पाइयो। यही कुरा चाहिँ यो हामीले त आफूभित्रको अनुभूति कतै प्रकट पनि भएको थिएन नि त, आफूले भोगेको भोगाई प्रकट भएको थिएन। तपाईँको माध्यमले तपाईँले जिज्ञासा राख्नुभयो, यहाँबाट चाहिँ हामीले कुराकानीको माध्यमले होइन तपाईँका कुरा र कथा चाहिँ दर्शकहरूले थाहा पाउनु भयो। जियोस् हाम्रो यो कथा र कुरा राजवल्लभसँगमा चाहिँ तपाईँ पनि जोडिनु भयो श्रृङ्खला 3मा, त्यसको लागि धन्यवाद। चाँडै नै जोडिन पाएँ, यसको लागि तपाईँलाई पनि एकदमै हार्दिक धन्यवाद आभार प्रकट गर्दछु। र यति भन्दै अहिलेलाई चाहिँ
बिदाबारी है त। धन्यवाद।